यो चाहिँ इलेक्ट्रिसिटी र म्याग्नेटिजमको सेकेन्ड पार्ट हो हैन। न्युमेरिकल पार्ट हामीले न्युमेरिकलहरु सिकिरहेका छौं क्लास 12 फिजिक्सको हैन, साइन्सको। यो इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम भन्ने पार्टको सुरुमा हामीले इलेक्ट्रिकल सर्किटको सबै यो न्युमेरिकलहरु गर्यौं। अघिल्लो पार्टमा छ, हजुरहरुले हेर्न सक्नुहुन्छ। त्यसपछि आज चाहिँ अब यसपछिको थर्मोइलेक्ट्रिक इफेक्ट भन्ने सानो पार्ट छ। योबाट पनि कहिलेकाहीँ एमसीक्यू एउटा चाहिँ पक्का आउँछ हैन। 1 नम्बरको एमसीक्यू, कहिलेकाहीँ 2 मार्क्सको सामान्य न्युमेरिकल पनि सोध्या हुन्छ। अनि यो पार्टबाट क्वेशन आउँछ, एक्जाममा 5 नम्बरको आउँछ यो पार्टबाट पनि है। न्युमेरिकल हेरौँ, अब यसको एमसीक्यू आउँछ, यो पार्टबाट न्युमेरिकल भन्दा पनि एमसीक्यूहरु हेरौँ 1-2 वटा। सामान्य फर्मुला जान्नुपर्छ हजुरहरुले। थीटा n इक्वल टु यहाँनिर मैले लेखेको छु फर्मुला हैन। फर्मुला के छ भनेपछि न्यूट्रल टेम्परेचर भन्ने हुन्छ एउटा। यहाँनिर यस्तो भयो, यहाँबाट टेम्परेचर बढ्छ हैन। यहाँ बीचको टेम्परेचरलाई चाहिँ न्यूट्रल टेम्परेचर भनिन्छ, थीटा n। यहाँ चाहिँ थीटा i, थीटा c। यो थीटा c ले जनाउँछ टेम्परेचर अफ कोल्ड जंक्शन, अनि थीटा i ले फेरि टेम्परेचर अफ इन्भर्जन जनाउँछ हैन। अनि थीटा n भनेको न्यूट्रल टेम्परेचर हो। ल अब गिवन एमसीक्यू हेरौँ। पहिलो क्वेशन के भनेको छ भनेपछि द टेम्परेचर अफ इन्भर्जन अफ अ थर्मोकपल इज 600 डिग्री सेल्सियस एन्ड द न्यूट्रल टेम्परेचर इज 310 डिग्री सेल्सियस। व्हाट मच द टेम्परेचर अफ कोल्ड जंक्शन भनेको छ। कति सजिलो हेर्नुस् न न्युमेरिकल। यो एमसीक्यू कति सजिलो। अब त्यही थीटा n इक्वल टु यो फर्मुला लगाउने। अब हामीलाई थीटा i दिएको छ, थीटा n दिएको छ। फर्मुला थीटा n इक्वल टु थीटा c प्लस थीटा i बाइ 2 छ हैन। अब यसमा सबैको भ्यालु राखेपछि त थीटा c त निकालिहाल्नुहुन्छ। 310 इन्टु 2 माइनस 600 गरेपछि थीटा c आइहाल्छ। सजिलो भइहाल्यो हैन। अनि क्वेशन नम्बर 2 मा हेर्नु, स्टडी द फलोइङ लिस्ट अफ द थर्मोइलेक्ट्रिक सिरिज एन्ड एन्सर द क्वेशन बिलो भनेछ हैन। एसबी, एफई, जेडएन, पीबी लिड भयो, म्याङ्गनिज, कपर, बीआई छ हैन। के भनेछ भने व्हिच अफ द फलोइङ कम्बिनेसन वुड बी द लिस्ट ईएमएफ भनेछ। थोरै ईएमएफ कुन गरेपछि हुन्छ भनेर सोध्यो हैन। अब हेर्नुस् के हुन्छ भनेपछि यो सिरिजमा टाढा टाढाको लेम पनि सबभन्दा म्याक्सिमम ईएमएफ हुन्छ। यही कुरा ख्याल गर्नु होला। यो थर्मोइलेक्ट्रिक सिरिजको टाढा टाढाकोलाई हामीले दुईवटा कम्बिनेसन गरायौं भनेपछि चाहिँ ईएमएफ धेरै हुन्छ। अब यो र यसको गरायौं भने थोरै हुन्छ, यसको र यसको गराउँदा अलि थोरै हुन्छ है। त्यो कुरा ख्याल गर्नुपर्छ। अब हेरौँ यहाँ के छ, एसपी र बीआई छ। यो एसपी र बीआई चाहिँ यहाँ लास्टमा छन्। एसपी र बीआई चाहिँ यहाँ लास्टमा छन् हैन। त्यही भएर यसको धेरै पनि भयो, यहाँ थोरै भनेको छ। अब अर्को एफ र सीयू को पनि हेर्नुहुन्छ, यो पनि अलि टाढा छ। त्यसपछि जेठ्यान र एमएन हेरौँ, जेठ्यान र एमएन नजिक छन्। अनि एसबी र सीयू पनि टाढा छन्। सबभन्दा नजिकको चाहिँ के छ त, जेठ्यान र एमएन। भनेपछि कुनले चाहिँ लिस्ट ईएमएफ हुने भयो त, हेर्नु होला जेठ्यान र एमएन ले। यो अप्सन नम्बर डी चाहिँ के हुने भयो, अप्सन नम्बर डी जेठ्यान र एमएन को चाहिँ के हुने भयो, लिस्ट ईएमएफ हुने भयो। अनि अरु यो न्युमेरिकल यो सजिलो छ। यो क्वेशनहरुको पार्ट भयो, तपाईले हेर्नु होला। क्वेशन नम्बर 4 हेरौँ। इफ द ईएमएफ अफ अ थर्मोकपल ओन जंक्शन अफ व्हिच इट कीप 0 डिग्री सेल्सियस इज गिवन E इक्वल टु a थीटा प्लस 1/2 b थीटा स्क्वायर, देन द न्यूट्रल टेम्परेचर वुड बी के हुन्छ भनेर सोधेको छ। हामीले चाहिँ यो ईएमएफ को इक्वेसन दिए भने dE बाइ डी थीटा गरेर जुन त्यो थीटा टेम्परेचर आउँछ त्यही नै के हो त, न्यूट्रल टेम्परेचर हो। dE बाइ डी थीटा इक्वल टु 0 गरे बेलामा को टेम्परेचरलाई के भनिन्छ त, न्यूट्रल टेम्परेचर भनिन्छ। यहाँनेरि छ हेर्नु, E इक्वल टु के छ, a थीटा प्लस 1/2 b थीटा स्क्वायर, थीटा n इज गिवन बाइ dE बाइ डी थीटा इक्वल टु 0 गरेपछि जुन थीटा छ त्यसले नै थीटा n दिन्छ। यहाँ थीटा n लेखे पनि हुन्छ, नत्र dE बाइ डी थीटा इक्वल टु के हुन्छ त, 0। अब यसको डेरिभेटिभ के हुन्छ त, थीटाको डी थीटा बाइ डी थीटा गर्दा 1 हुने भयो हैन। a बच्यो प्लस 1/2 छ, b को b नै भयो। अनि यो थीटा स्क्वायर को 2 थीटा हुन्छ हैन। अनि हो यहीले नै थीटा n दिन्छ भन्ने कुरा गरेपछि a प्लस b थीटा n, यो 2 कट्यो, a प्लस b थीटा n इक्वल टु 0, थीटा n इक्वल टु -a/2 चाहिँ हाम्रो एन्सर भयो।
अब एउटा न्युमेरिकल छ यहाँ हेरौँ। यहाँनेरि न्युमेरिकल छ एउटा। In a given thermocouple, the temperature of cold junction is 25 degrees Celsius, while the neutral temperature is 270 degrees Celsius. What is the value of temperature of inversion भनेर सोधेको छ। कति सजिलो। अब कोल्ड जंक्सनको टेम्परेचर त न्यूट्रल टेम्परेचर त्यहाँ छ, इन्भर्जन सोधेको छ। पहिलो एमसीक्यू गरे जस्तै हो यो। टेम्परेचर अफ कोल्ड जंक्शन थीटा सी इक्वल टु दिस, न्यूट्रल टेम्परेचर दिस, एन्ड टेम्परेचर अफ इन्भर्जन थीटा इक्वल टु वाट। हामीसँग यो फर्मुला छ, योबाट हजुरहरूले निकाल्न सकिहाल्नुहुन्छ। यो सजिलो भइहाल्यो हैन, धेरै सजिलो। अर्को फेरि क्वेशन के छ भनेपछि the thermal EMF E and the neutral temperature of hot junction theta satisfy the relation। यो भने चाहिँ के रहेछ रे, टेम्परेचर अफ हट जंक्शन को रहेछ हैन। यो चाहिँ रिलेसन यो E इक्वल टु ए थीटा प्लस बी थीटा स्क्वायर, वेयर ए को भ्यालु दिएको छ, बी को भ्यालु दिएको छ हैन। ए को भ्यालु 4.1 × 10⁻⁻5 भोल्ट पर डिग्री सेल्सियस, बी इक्वल टु -4.1 × 10⁻⁻8 भोल्ट पर डिग्री सेल्सियस हैन। अनि इफ द कोल्ड जंक्शन अफ टेम्परेचर इज 0 डिग्री सेल्सियस फाइन्ड द न्यूट्रल टेम्परेचर भनेर सोधेको छ। न्यूट्रल टेम्परेचर कति हुन्छ त भनेर सोध्यो। हेरौँ गिवन के छ। हामीसँग इक्वेसन छ E इक्वल टु ए थीटा प्लस बी थीटा स्क्वायर। थीटा इज द टेम्परेचर अफ हट जंक्शन हैन। अनि ए को भ्यालु छ, बी को भ्यालु छ। टेम्परेचर अफ कोल्ड जंक्शन थीटा सी इक्वल टु 0 भनेको छ। न्यूट्रल टेम्परेचर थीटा एन इक्वल टु 0 भनेको छ हैन। ए सरी, न्यूट्रल टेम्परेचर थीटा एन चाहिँ कति हुन्छ निकाल्न भनेको छ। अब हामीलाई थाहा छ वी हेभ E इक्वल टु दिस, डिफरेन्सिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु थीटा गरेपछि dE/d थीटा इक्वल टु a प्लस 2b थीटा हुन्छ। हामीलाई थाहा छ न्यूट्रल टेम्परेचर इज गिवन बाई dE/d थीटा इक्वल टु 0 गरेपछि के हुन्छ, न्यूट्रल टेम्परेचर ए भने थीटालाई थीटा एन मान भन्न खोजे हैन। अनि a प्लस 2b थीटा एन इक्वल टु 0, योबाट थीटा एन इक्वल टु -a/2b भयो। अब थीटा एन को भ्यालु ए को भ्यालु राखौँ, बी को भ्यालु राखौँ यहाँनेरबाट हैन, गर्दा थीटा एन को भ्यालु आयो। यो भने न्यूट्रल टेम्परेचर आयो। कहिलेकाहीँ इक्वेसनमा के सोधिन्छ भनेपछि थीटा सी कति हुन्छ निकाल भनेर सोधिन्छ। यहाँ सुरुमै 0 दिएको छ, यो कुरा अहिले युज भएन हैन। थीटा सी निकाल भनेपछि के गर्ने, थीटा एन यहाँ हुन्छ, थीटा आई दिया हुन्छ। अनि फेरि त्यो अघिनको फर्मुला थियो थीटा एन इक्वल टु थीटा सी प्लस थीटा आई/2 बाट निकाल्छौँ। अनि यो कुरा चाहिँ बुझ्नुपर्छ हैन। यो भने थीटा सी भयो, यो भने कोल्ड जंक्शन को टेम्परेचर, यो भने न्यूट्रल टेम्परेचर, यो भने टेम्परेचर अफ इन्भर्जन हैन। यो न्यूट्रल टेम्परेचर हुने बेलामा चाहिँ ईएमएफ के हुन्छ त म्याक्सिमम हुन्छ के। जब ईएमएफ म्याक्सिमम हुन्छ तब के हुन्छ त न्यूट्रल टेम्परेचर हुन्छ, टेम्परेचर चाहिँ के हुन्छ न्यूट्रल हुन्छ। अनि अर्को कुरा के थाहा छ भनेपछि म्याक्सिमाको कन्डिसन के हो त फर्स्ट डेरिभेटिभ 0 हुन्छ। त्यही भएर नै dE/d थीटा इक्वल टु 0 हुने बेलामा को टेम्परेचरलाई न्यूट्रल टेम्परेचर हो भनेर भन्नुको हामीले कारण कुरो त्यही हो है। इलेक्ट्रिसिटी र म्याग्नेटिजमकै तेस्रो च्याप्टर छ म्याग्नेटिक फिल्ड भन्ने हैन। योबाट 3 नम्बरको न्युमेरिकल ढुक्क आउँछ, एउटा एमसीक्यू ढुक्क आउँछ। 4 नम्बरको न्युमेरिकल हामीले पढ्छौँ। योबाट डेरिभेसनमा पनि धेरै हेल्प हुन्छ यो न्युमेरिकल। हजुरहरूले कन्सेप्ट क्लियर हुने तरिकाले पढ्नु होला हैन, म त्यस्तो तरिकाले पढाउँछु। यहाँ हेर्न सक्नुहुन्छ सुरुमा हजुरहरूले यो फर्मुलाहरू जान्नुपर्छ हैन। द म्याग्निट्युड अफ द म्याग्नेटिक लरेन्ज फोर्स एक्सपिरियन्स बाई मुभिङ चार्ज इन अ म्याग्नेटिक फिल्ड। कुनै पनि एउटा म्याग्नेटिक फिल्डमा एउटा चार्ज चाहिँ मुभ गरेपछि त्यसले कति फोर्स एक्सपिरियन्स गर्छ त म्याग्नेटिक फोर्स भनेर के हुन्छ त फर्मुला F इक्वल टु Q इन्टु V क्रस V। यो चाहिँ डाइरेक्सन हुन्छ हैन, गर्दाखेरि BQV sin थीटा भन्ने फर्मुला हुन्छ। बहुत इम्पोर्टेन्ट फर्मुला BQV sin थीटा। अनि म्याग्निट्युड अफ द लरेन्ज फोर्स एक्सपिरियन्स्ड बाई अ करेन्ट क्यारिङ कन्डक्टर इन अ म्याग्नेटिक फिल्ड चाहिँ के हुन्छ त IBL sin थीटा। यो कुरा झुकिनु पर्दैन किनकि कन्डक्टर भनेपछि लेन्थ आउँछ, त्यही भएर IBL sin थीटा हुन्छ।
अनि लेन्थ आउने भयो अनि त्यहाँ करेन्ट बग्ने भयो हुनाले करेन्टको बी भयो अनि म्याग्नेटिक फिल्डमा भयो हुनाले बी भयो हैन अनि sin थीटा दुईटै हुन्छ अनि कुनै चार्जले एक्सपिरियन्स गर्ने चाहिँ अब चार्ज भनेको त कुनै पार्टिकल हो चार्ज पार्टिकलको त भेलोसिटी हुन्छ अनि त्यसमा कति चार्ज छ भन्ने कुरा हुन्छ हामीलाई थाहा छ क्यू भनेको के हो चार्ज हो अनि यो त इंटीग्रल पर मल्टिपल अफ इलेक्ट्रोन हुन्छ है यानी हुन्छ जहिले अब कुनै एउटा इलेक्ट्रोन मुभिङ गर्यो भनेर क्वेशन सोधेपछि के लेख्ने त क्यू को ठाउँमा ई लेख्ने अब अरु पार्टिकलहरु अथवा अरु चार्ज मुभिङ गर्यो भनेपछि त्यो चार्ज चाहिँ क्यू भयो त्यस्तै अर्को हेर्नुस् म्याग्नेटिक टर्क एन्ड मुभिङ कोइल मीटर्स छ मुभिङ कोइल मीटर्स भनेको ग्याल्भेनोमिटर हो हैन द म्याग्नेटिक टर्क इन अ रेक्टेंगुलर कोइल टाउ इज इक्वल टु बिना cos थीटा हुन्छ बिआइएन cos थीटा कति सजिलो फर्मुला बिना cos थीटा टाउ इक्वल टु बिना cos थीटा हैन वेयर थीटा इज द डिफ्लेक्सन अफ करेन्ट विथ रेस्पेक्ट टु यूनिफर्म म्याग्नेटिक फिल्ड एन्ड द म्याग्नेटिक मोमेन्ट अफ द करेन्ट लूप भनेछ म्याग्नेटिक मोमेन्ट भने एकदम इम्पोर्टेन्ट कुरा हो म्याग्नेटिक मोमेन्ट इज प्रोडक्ट अफ करेन्ट एन्ड एरिया अफ लूप हुन्छ हैन म्यू इज इक्वल टु के हुन्छ आई इन्टु ए हुन्छ एन्ड द एंगुलर डिस्प्लेसमेन्ट अफ अ निडल कुनै त्यो ग्याल्भेनोमिटरमा निडलको एंगुलर डिस्प्लेसमेन्ट कति हुन्छ भनेर फर्मुला बिएनए बाइ के इन्टु आई हुन्छ हैन यो थाहा भन्नु बिएनए बाइ के इन्टु आई हैन एल हो यो के हो एल हो अनि करेन्ट सेन्सिटिभिटी भनेको ए थीटा बाइ एल हुन्छ करेन्ट सेन्सिटिभिटी भनेको थीटा बाइ एल भोल्टेज सेन्सिटिभिटी भनेको भी बाइ एल अनि भोल्टेज सेन्सिटिभिटी इज इक्वल टु करेन्ट सेन्सिटिभिटी बाइ आर हुन्छ है भोल्टेज सेन्सिटिभिटी इज इक्वल टु करेन्ट सेन्सिटिभिटी बाइ आर यो के आर लाई कमन लिउने भनेपछि ठ्याक्कै यहाँ थीटा बाइ एल लेख्न मिल्छ अनि बायो-सावर्ट ल भनेको डी यो कुनै पनि स्मल म्याग्नेटिक फिल्ड इज इक्वल टु म्यू नट बाइ 4 पाई हुन्छ भन्ने कुरा हो हैन त्यो आइडियल sin थीटा बाइ आर स्क्वायर हुन्छ म्यू नट आइडियल sin थीटा बाइ 4 पाई आर स्क्वायर हो फर्मुला चाहिँ है अनि अर्को छ म्याग्नेटिक फिल्ड एट अ सेन्टर अफ कोइल यो बहुत इम्पोर्टेन्ट एउटा यो र यो है न्युमेरिकलको लागि कुनै पनि एउटा सर्कुलर कोइल छ र यसको सेन्टरमा म्याग्नेटिक फिल्ड कति हुन्छ भने चाहिँ म्यू नट ni बाइ 2r भने यसको अब उ सम्झिनुस् अनि फेरि अर्को के छ म्याग्नेटिक फिल्ड एक्सिस अफ द सर्कुलर कोइल भन्नेको फर्मुला यो हुन्छ म्यू नट ni r स्क्वायर बाइ 2 r स्क्वायर प्लस x स्क्वायर अनि होल पावर 3/2 x भनेको चाहिँ डिस्टेन्स फ्रम सेन्टर टु द एक्सिस अनि r भनेको चाहिँ रेडियस हो अब i भनेको करेन्ट भइहाल्यो n भनेको नम्बर अफ टर्न भयो म्यू नट भनेको पर्मिएबिलिटी हो यसको भ्यालु हुन्छ हैन 4 पाई इन्टु 10⁻⁻7 हुन्छ अर्को म्याग्नेटिक फिल्ड ड्यू टु एन इन्फाइनाइट लङ स्ट्रेच वायर यो खासै आउँदैन नत्र सजिलो छ फर्मुला इन्फाइनाइट लङ भनेपछि 2 पाई आर राख्ने म्यू नट एल राख्ने माथि अब लेन्थ हुन्छ यहाँ करेन्टको कुराहरु आउँदैन है इन्फाइनाइट लङ करेन्ट क्यारिङ कन्डक्टरको म्यू नट यो आई नै होला म्यू नट आई बाइ 2 पाई आर हो हैन फर्मुला चाहिँ अनि म्याग्नेटिक फिल्ड ड्यू टु इन्फाइनाइट लङ करेन्ट क्यारिङ सोलिनोइडको म्यू नट ni बाइ 2 अनि अर्को कुरा यो जान्नु पर्छ फोर्स पर युनिट लेन्थ ड्यू टु 2 करेन्ट क्यारिङ कन्डक्टर भने F बाइ L इज इक्वल टु म्यू नट I1 I2 बाइ 2 पाई आर भन्ने फर्मुला हुन्छ है अर्को हल भोल्टेज यो एकदम इम्पोर्टेन्ट IB नेट भनेर पढ्थ्यौं कसरी पढ्ने IB नेट IB बाइ नेट हल भोल्टेज भनेको यो भने इन्ड्युस EMF पनि हो कहिलेकाहीँ सोध्या हुन्छ यो भने कुनै पनि एउटा प्रोसेस गरेर EMF इन्ड्युस गरेकोलाई के भन्छन् त हल भोल्टेज भन्छन् अनि यिनी कुराहरु चाहिँ खासै आउन्न हैन IB बाइ नेट भन्ने NET भन्ने सम्झिनु होला ल अब यति कुरा चाहिँ किन भन्देको भन्दा हल्का तपाईहरुले रिभिजन गर्नुस् यो फर्मुलाहरु जान्नु पर्छ हैन फर्मुला बिना त अब हुँदैन न्युमेरिकल सबैभन्दा सजिलो न्युमेरिकल भनेको इलेक्ट्रिसिटी र म्याग्नेटिजमकै न्युमेरिकल हो अरुमा अलि धेरै दिमाग लगाउनु पर्छ यसमा फर्मुला मात्रै लेखेर 3 नम्बर आउँछ हैन दुईवटा फर्मुला युज गरेपछि 3 नम्बर आउने तरिकाले सोध्या हुन्छ अब न्युमेरिकल हेरौं अ चार्ज अफ 2 कुलम्ब इज moving with velocity of 0.5 meter per second at the angle of 30 degree in a magnetic field of 4 Tesla हैन magnetic field को एकै टेस्ला हुन्छ what will be the magnetic force experienced by the charge भनेछ कति सजिलो क्वेशन हेर्नु न भर्खर हामीले हेरेको थियौं नि फर्मुला
कुनै पनि चार्ज एउटा म्याग्नेटिक फिल्डमा मुभिङ गर्यो भने फर्मुला या कति फोर्स एक्सपिरियन्स गर्छ भन्दा F = BQV sin थीटा भन्ने पढाएको थियौं। अब B पनि छ, B भनेको यो 40 भयो हैन, यो म्याग्नेटिक फिल्डलाई B ले जनाउँछन्। अनि Q भनेको चार्ज, Q = यहाँ चार्ज अफ 2 कोलम भनेको छ, Q = 2 भयो हैन। अनि भेलोसिटी दिएकै छ V, अनि थीटा sin थीटाको ठाउँमा sin थीटा राख्ने। कति सजिलो क्वेशन हेर्नुस्। गिवन के छ, चार्ज 2 कोलम छ हैन, 2c भयो, भेलोसिटी दिस अनि थीटा दिस अनि B = दिस। हाम्रो फर्मुला के हो, F = BQV sin थीटा 4 × 2 × 0.5 × sin 30 भने 1/2 हुन्छ। 2 2 क्यान्सल, यो भने 1/2, 4/2 गर्दा 2 न्युटन भयो हैन। फोर्सको एक के हुन्छ, न्युटन हुन्छ। अर्को कुरा के छ त, अर्को कुरा करेन्ट सेन्सिटिभिटी अफ मुभिङ कोइल ग्याल्भेनोमिटर इज 5 डिभिजन बाइ MA भनेको यो मिली एम्पियर भन्यो है, मिली एम्पियर 10⁻³ एम्पियर हुन्छ, मिली एम्पियर बराबर है। एन्ड इट्स भोल्टेज सेन्सिटिभिटी इज 20 अनि करेन्ट सेन्सिटिभिटी 5 डिभिजन पर MA हैन। अनि भोल्टेज सेन्सिटिभिटी चाहिँ 20 छ। रेजिस्टेन्स अफ ग्याल्भेनोमिटर के हुन्छ भनेको छ। कति सजिलो क्वेशन, हामीलाई थाहा छ भोल्टेज सेन्सिटिभिटी = करेन्ट सेन्सिटिभिटी बाइ रेजिस्टेन्स हुन्छ। अब यहाँ त सिधै फर्मुला लगाउने, हाम्रो फर्मुला छ, हामीलाई थाहा छ करेन्ट सेन्सिटिभिटी θ/L = BNA/K हुन्छ हैन। यो मैले हजुरहरुलाई फर्मुला थाहा नभए पनि भनेर लेख्दै हो, न त सिधै के थाहा पाउनु पर्यो भनेपछि भोल्टेज सेन्सिटिभिटी = करेन्ट सेन्सिटिभिटी बाइ 2 हैन, करेन्ट सेन्सिटिभिटी बाइ R गर्ने हैन। अब भोल्टेज सेन्सिटिभिटी दिया छ 20, करेन्ट सेन्सिटिभिटी छ 5। अब 20 = 5/R हुन्छ। R = कति हुने भयो त, 5/20 हुने भयो। अनि यो 5 चाहिँ केमा छ त, डिभिजन पर MA मा छ। यसलाई चाहिँ एम्पियरमा, यो मिली एम्पियरलाई एम्पियरमा चेन्ज गर्ने। एम्पियरमा चेन्ज गर्ने बेलामा यस्तो हुन्छ, 5 मिली एम्पियर = 5 × 10⁻³ एम्पियर हुन्छ। यहाँ चाहिँ अपनमा छ, त्यही भएर के हुने भयो त, यो अपनमा भएको हुनाले अपनमा -3 गर्दा माथि आउँदाखेरि × 3 हुने भयो हैन। यो कुरा बुझिहाल्नुहुन्छ। केही गरे हैन, यो रेजिस्टेन्सलाई के गरे त, जुन हामीलाई दिएको यो 5 डिभिजन पर MA लाई चाहिँ 5 डिभिजन पर एम्पियर गराएको है। 5 × 10⁻³ डिभिजन पर एम्पियर हुन्छ। यो कुरा ख्याल गर्नु होला। पहिला नै चेन्ज नगरे पनि हुन्छ, किनकि यो डिभाइड गर्ने कुरा हो, त्यही भएर यो कटेर पछि गरे पनि हुन्छ, नत्र ठिकै छ यो कुरा हैन। 5 × यहीँनेर हजुरले चेन्ज गर्न पनि सक्नुहुन्छ यहाँनेर, अनि यहाँ लगेर सिधै भ्यालु राख्न पाइन्छ है। यहाँनेर चेन्ज गरेर के लेख्ने, 5 × 10⁻³ डिभिजन पर एम्पियर। अनि त्यो कुरा भयो। हजुर यो सजिलो छ। भोल्टेज सेन्सिटिभिटी = करेन्ट सेन्सिटिभिटी बाइ R। फर्मुला चाहिँ करेन्ट सेन्सिटिभिटी भनेको BNA/K अनि भोल्टेज सेन्सिटिभिटी भनेको BNA/KR। B भनेको म्याग्नेटिक फिल्ड, N भनेको नम्बर अफ टर्न, A भनेको एरिया, K भनेको चाहिँ के हो त, के भनेको पोटेन्शियल ग्रेडियन्ट हो है। अर्को छ 3 नम्बरको न्युमेरिकल हेरौँ, MCQ। यो कुरा चाहिँ हजुरले थाहा पाइहाल्नुहुन्छ। अब व्हेन करेन्ट फ्लो इन अ सर्कुलर कोइल इज डबल, सर्कुलर कोइलमा चाहिँ करेन्ट फ्लो डबल गरायौँ अनि नम्बर अफ टर्नलाई चाहिँ हाफ गरायौँ भनेपछि म्याग्नेटिक फिल्डमा के असर पर्ला भनेर सोधेको छ। सर्कुलर कोइलको चाहिँ के हुन्छ त फर्मुला, त्यो लेख्ने। अनि फेरि I को ठाउँमा 2I लेख्ने, अनि N को ठाउँमा N/2 लेखेपछि के हुन्छ त्यही हेर्ने है। 3 नम्बरको के छ भनेपछि I' लाई चाहिँ 2I गराउने भनेको छ, N' लाई चाहिँ N/2 गराउने भनेको छ। हामीलाई थाहा छ सर्कुलर कोइलमा म्याग्नेटिक फिल्ड B = μ0NI/2R हुन्छ। अब हामीलाई थाहा छ अरु कुरा कन्स्ट्यान्ट भइहाल्यो, B डाइरेक्टली प्रोपोर्सनल टु NI भयो। अब B डाइरेक्टली प्रोपोर्सनल टु के हेर्ने, नत्र यहीँ सिधै भ्यालु राखे पनि हुन्छ है हजुरहरूले। μ0NI छ, यहाँनिर के गर्न सक्नुहुन्छ भनेपछि μ0N/2 × 2I गर्ने हैन। अपनमा के छ त 2R छ, 2 2 कट्यो, के आयो त μ0NI/2R नै आयो। यो भने त सेम सुरुकै आयो भनेपछि सेम हुने रहेछ लेख्न मिल्छ।
के हुने रहेछ सेम हुने रहेछ। अब विस्तृत रूपमा हजुरहरूले यसरी यो डाइरेक्टली प्रोपोर्सनल योसँग हुन्छ भनेर पनि गर्न सक्नुहुन्छ। मतलब वास्तविक कुरा यही हो, हामी धेरै गर्नु पर्दैन, एमसीक्यूमा चाहिँ सिधै हुन्छ। कहिलेकाहीँ क्वेसन नै सोधे पनि के गर्न सकिन्छ त यसरी सल्भ गर्न सकिन्छ। फर्मुला चाहिँ जान्नु पर्यो। म्याग्नेटिक फिल्ड एट द सेन्टर अफ द सर्कुलर कोइल के हुन्छ त म्यु नोट ni/2r हुन्छ। अब चाहिँ एमसीक्यूहरू यस्तै हुन्छन् हैन, न्युमेरिकलको धेरै कुराहरू पनि एमसीक्यूमा हुन्छ। अब चाहिँ हामीले के गरौँ न्युमेरिकलहरू हेरौँ। न्युमेरिकल 81 सालमा सोधेको न्युमेरिकल चाहिँ इम्पोर्टेन्ट। अ वायर अफ लेन्थ 0.5 मिटर क्यारिङ अ करेन्ट अफ 2 एम्पियर इज प्लेस्ड इन अ युनिफर्म म्याग्नेटिक फिल्ड अफ स्ट्रेन्थ 0.4 टेस्ला। फाइन्ड द म्याक्सिमम एन्ड मिनिमम फोर्स एक्सपिरियन्स बाई इट भनेको छ। एउटा वायर चाहिँ म्याग्नेटिक फिल्डमा राख्यो रे। अब त्यसको लेन्थ दिएको छ हैन, यति करेन्ट बगाएको छ, यति म्याग्नेटिक फिल्डमा राखेको छ भनेपछि त्यसले चाहिँ म्याक्सिमम फोर्स कति एक्सपिरियन्स गर्छ, मिनिमम फोर्स कति एक्सपिरियन्स गर्छ भनेर सोधेको छ। अब हामीलाई थाहा छ त्यहाँ चाहिँ फर्मुला F = BLB के हुन्छ त फर्मुला ILB sin θ हुन्छ हैन, IBL sin θ अथवा ILB sin θ। अब हामीलाई के थाहा छ भनेपछि थीटाको भ्यालु 90 डिग्री हुनु भनेको वायरलाई परपेन्डिकुलरली राख्नु, थीटा 90 भनेको चाहिँ कति हुन्छ 1 हुन्छ, त्यसबेला चाहिँ म्याक्सिमम हुने भयो। अनि थीटा 0 हुने बेलामा चाहिँ के हुने भयो त त्यो सबै 0 हुने भयो, मिनिमम भनेको 0 भयो। 0 कुन बेला हुन्छ भने चाहिँ वायरलाई जब प्यारलल राखिन्छ म्याग्नेटिक फिल्डसँग त्यसपछि के हुन्छ त फोर्स एक्सपिरियन्स 0 हुन्छ। त्यही कुरा हेरौँ। अब 1 नम्बरमा गिवन हेरौँ। लेन्थ अफ अ वायर L = 0.5 मिटर, करेन्ट I = 2 एम्पियर, म्याग्नेटिक फिल्ड B = अन्त म्याग्नेटिक फिल्ड स्ट्रेन्थ लेखे पनि हुन्छ हैन 0.4 टेस्ला। म्याक्सिमम फोर्स एक्सपिरियन्स F maximum = वाट, मिनिमम फोर्स = वाट। फोर्स एक्सपिरियन्स बाइ अ करेन्ट क्यारिङ कन्डक्टर इज हामीलाई थाहा छ B = BIL sin θ हुन्छ। फर म्याक्सिमम फोर्स θ1 sin θ के हुनु पर्यो त 1 हुनु पर्यो। अथवा के हुनु पर्यो त हाम्रो वायर चाहिँ के हुनु पर्यो म्याग्नेटिक फिल्डसँग के हुनु पर्यो परपेन्डिकुलर हुनु पर्यो। यो म्याग्नेटिक फिल्ड छन् भनेपछि हाम्रो वायर यस्तै राख्यौं भने चाहिँ के एक्सपिरियन्स गर्ने रहेछ त म्याक्सिमम फोर्स एक्सपिरियन्स गर्ने रहेछ। हाम्रो वायर चाहिँ यस्तरी तेर्सो तरिकाले राख्यौं वायर भने चाहिँ के गर्ने रहेछ त फोर्स 0 एक्सपिरियन्स गर्ने रहेछ। त्यही कुरा हामीले जान्नु पर्ने है। F maximum = θ यो sin θ = 1 राख्ने, BIL अनि B को भ्यालु, I को भ्यालु, L को भ्यालु राखेर निकाल्ने। मिनिमम फोर्स भनेको sin θ = 0 भएको बेलामा अब BIL * sin θ को ठाउँमा 0 राखेको 0 भइहाल्यो। अब सेकेन्ड क्वेशन हेरौँ है। बुझ्नु भयो नि कुरा त के रहेछ सजिलो छ। यो कुरा बुझ्नु पर्यो। यो कुन बेला परपेन्डिकुलर हुने बेला के हुन्छ र उ बेला त्यो कुरा यहीबाट थाहा हुन्छ। परपेन्डिकुलर भनेको 90 डिग्री, sin 90 भने 1, प्यारलल हुनु भनेको 0 डिग्री अथवा 180 डिग्री, दुईटैमा के हुन्छ sin θ = 0 हुन्छ। नेक्स्ट क्वेशन छ 2 नम्बरको। अ स्लाइस अफ इन्डम एन्टिमोडी 2.5 mm thick carry a current of 150 mA even a milliampere. A magnetic field of flux density 0.5 टेस्ला। म्याग्नेटिक फ्लक्स भनेको चाहिँ फाइले जनाइन्छ त्यो छुट्टै कुरा हो। फ्लक्स डेन्सिटी भनेको चाहिँ म्याग्नेटिक फिल्ड हो है, म्याग्नेटिक फिल्ड स्ट्रेन्थ हो। करेक्टली एप्लाइड प्रोड्युस अ म्याक्सिमम हल भोल्टेज अफ 8.75 MV। यो चाहिँ मिली भोल्ट भयो। बिट्विन द इड्स अफ द स्लाइस क्याल्कुलेट द नम्बर अफ फ्री चार्ज क्यारियर पर युनिट भोल्युम एजुमिङ दे इच हेभ अ चार्ज अफ -1.6 × 10⁻⁻19 कोलम। 2 मार्क्समा सोधेको छ। धेरै लामो कुरा भए पनि यहाँ धेरै लामो कुरा केही छैन, सिम्पल कुरा छ। थिकनेस = 2.5 लेख्ने, करेन्ट = 150 मिलिएम्पियर, यसलाई मिलीलाई चेन्ज गर्ने भर्खर सिकाइदिएँ। 150 × 10⁻³ एम्पियर हुन्छ। अनि अब म्याग्नेटिक फिल्ड अफ फ्लक्स डेन्सिटी B = यो भयो दिस, अनि हल भोल्टेज भनेको VH = दिस भयो। मिली भोल्टलाई फेरि केमा लाग्ने भोल्टमा चेन्ज गर्ने हैन। अनि फेरि E को भ्यालु दिएको छ, नदिए पनि हामीलाई थाहा छ 1.6 × 10⁻⁻19 हुन्छ। यो माइनस चिन्ह चाहिँ वास्तवमा माइनस हो, तर म्याग्निट्युड लेख्छौँ हामीले पोजिटिभ नै लेख्छौँ। अब यसको गिभन हेरौँ। गिभन दिएको छ थिकनेस अफ वायर 2.5 mm। अब mm लाई उमा चेन्ज गर्ने हजुरले थाहा पाउनु भयो। 2.5 × 10⁻³ मिटर हुन्छ है। 1 mm 10 mm मा 1 cm हुन्छ।
100 cm मा चाहिँ 1 मिटर हुन्छ। त्यही भएर यसलाई मिटरमा लग्ने बेलामा चाहिँ यसलाई डिभाइडेड बाइ 10 अनि फेरि डिभाइडेड बाइ 100 गर्नुपर्छ। यो भनेको 2.5 × 10⁻³ भन्ने बुझ्नुला। यो ठ्याक्क यस्तो गरेर लेख्यो है। अर्को कुरा छ फ्लक्स डेन्सिटी बीटा B = 0.5, करेन्ट 150 mA छ। यो भनेको मिली एम्पियर हो। मिली भनेको -3 हुन्छ, 10⁻³ गर्ने। भोल्टेज चाहिँ 8.75 के दिएको छ 8.75 mAh दिएको छ है। 8.75 mAh सरी MB हेर्न सक्नुहुन्छ। मिली भोल्ट भनेको 8.75 × 10⁻³ भोल्ट हुन्छ हैन। अब सिम्पल फर्मुला छ द नम्बर अफ फ्री चार्ज n = कति हुन्छ भनेर सोधेको छ। हामीलाई थाहा छ अब यो e को भ्यालु दिएको छ। हल भोल्टेज VH = IB/NET भन्ने हामीले पढेका छौं। n भनेको नम्बर अफ फ्री चार्ज पर युनिट भोल्युम हो है। के हो त नम्बर अफ फ्री चार्ज पर युनिट भोल्युम। हामीले सोधे पनि त्यही छ, यो सर्टकटमा लेखे नम्बर अफ फ्री चार्ज भनेर। हल भोल्टेजको यो फर्मुला थाहा भएपछि 2 नम्बर पाक्यो। VH = 8.75 × 10⁻³ I को भ्यालु 150 × 10⁻³ इन्टु B भने 0.5, n को भ्यालु निकाल्ने हो। अनि E भनेको -1.6 × 10⁻19 इन्टु T भनेको थिकनेस 2.5 mm छ। त्यो भने मिटरमा चेन्ज गर्दा 20 हुन्छ। अब n भनेको चाहिँ n निकाल्ने बेलामा a लाई डिभाइडिङ गर्ने, यो a तल आउँछ हैन, गर्दा यो इन्टु गर्दा 75 इन्टु अब यो 19 र यो 3 10⁻³ 10⁻³ कट्यो। यो -3 र -19 भएपछि -22 भयो, त्यो माथि गयो 22 भयो, तल हुन्छ। न त सिधै पनि गर्न सक्नुहुन्छ हजुरले क्याल्कुलेटरमा हान्ने। यस्तो क्याल्कुलेटरमा सिधै पनि हान्न मिल्छ है। माथिको माथि हान्ने, यस्तो अपनमा यहाँनिर स्टार्ट गरेर अपनमा यो माथिको कुरा माथि नै हान्ने अनि तलको कुरा तल नै हान्ने भनेपछि ठ्याक्क आउँछ है। अनि यसरी चाहिँ निकाल्न सक्नुहुन्छ। अनि नम्बर अफ चार्ज भन्ने हुनाले चाहिँ के हुन्छ त पोजिटिभ म्याग्निट्युड मात्र लिउँछौं। त्यो नम्बर अफ अब चार्ज त नेगेटिभमा त हुने कुरा भएन, यो त नम्बर हो। त्यही भएर चाहिँ यसलाई यो चाहिँ 22 है। 2.14 × 10⁻22 पर मिटर क्युब। यो पर भोल्युम भनेको थियो नि हो, ठ्याक्क मिटर क्युब आउनु पर्यो अनि भोल्युम हुन्छ। ल यो कुरा चाहिँ यति हो। नेक्स्ट क्वेशन हेरौँ। An alpha particle of mass 6.65 × 10⁻27 kg travel with a speed of 6 × 10⁻6 meter per second at right angle to the magnetic field of 0.2 Tesla. Calculate its acceleration भनेर सोधेको छ। एक्सिलेसन निकाल्नु पर्यो। हामीलाई कुनै पनि एउटा अल्फा पार्टिकलको मास दिएको छ हैन, अनि ट्राभल गरिरहेछ रे दिस स्पिडमा राइट एंगल टु द म्याग्नेटिक फिल्ड। यो प्रब्लम चाहिँ के सम्बन्धी भयो भने चाहिँ कुनै एउटा पार्टिकल चाहिँ के गरेछ त, अब यो चाहिँ के गरेछ म्याग्नेटिक फिल्डमा चाहिँ ट्राभल गरिरहेछ भने चाहिँ फर्मुला PQV sin θ। B पनि छ, Q पनि V पनि छ, Q निकाल्नु पर्यो। अल्फा पार्टिकलको Q चाहिँ कति हुन्छ भन्ने कुरा थाहा पाउनु पर्यो। एक्सिलेसन भनेको F = त्यो फर्मुला भयो, F = ma हुन्छ, मास दिएको छ, एक्सिलेसन निकाल्छौं, उता चाहिँ अल्फा थाहा पाउनु पर्छ है। अब हेरौँ हामीलाई के दिएको छ भनेपछि गिवन छ मास अफ अल्फा पार्टिकल m = दिस -27 छ, 6.65 × 10⁻27। भेलोसिटी अफ अल्फा पार्टिकल यो दिएको छ। राइट एंगल छ भनेको θ = 90 डिग्री भयो। म्याग्नेटिक फिल्ड डिस्टेन्स B = 0.2 टेस्ला। एक्सिलेसन भनेको कति छ भनेर सोधेको छ। वी नो द फोर्स एक्सपिरियन्स बाई मुभिङ पार्टिकल कति हुन्छ त अल्फा पार्टिकल इज गिवन बाई F = BQV sin θ। वी नो अल्फा पार्टिकल भनेको के हो त थाहा पाउनु भयो हजुरहरूले। अल्फा पार्टिकल भनेको हेलियमको न्यूक्लियस हो। अथवा अल्फा पार्टिकलमा दुईटा इलेक्ट्रोन हुन्छन् भनेर हजुरहरूले आफै ख्याल गरे पनि भयो, दुईवटा प्रोटोन र दुईवटा इलेक्ट्रोन हुन्छन्। अब थाहा पाउनुहुन्न भने चाहिँ हेलियमको न्यूक्लियस हो भनी सम्झिनु। हेलियममा त के हुन्छ नि हाइड्रोजन हेलियममा चाहिँ दुईवटा हुन्छन् इलेक्ट्रोन भनेपछि इलेक्ट्रोन दुईवटा हुनु भनेको चार्ज कति हुने रहेछ त 2e हुने रहेछ दुईवटा इलेक्ट्रोन, किनकि चार्ज भने इंटीग्रल मल्टिपल अफ e हुन्छ नि त।
अब दुईवटा इलेक्ट्रोन भएको हुनाले के हुनुभयो चार्ज 2e भयो 2 × 1.6 × 10⁻19 कोलम भयो चार्ज चाहिँ हामीलाई थाहा छ F इक्वल टु अब F इक्वल टु यो फर्मुला यहाँबाट आयो हैन BQB B को भ्यालु अनि Q चार्ज भने 2 × 1.6 × 10⁻19 इन्टु B भनेको 6 × 10⁻6 हैन B भनेको भेलोसिटी यहाँ छ मिटर पर सेकेन्डमा अनि F भनेको ma A भनेको फेरि अब यसलाई केले डिभाइड गर्ने m ले हामीले दिएको छ मास यहाँनेर अनि यो डिभाइड गर्ने बेलामा 5.77 इन्टु 10⁻13 मिटर पर सेकेन्ड हाम्रो के आयो त एसिलेसन आयो सेकेन्ड स्क्वायर हुन्छ एसिलेसन भनेपछि सेकेन्ड स्क्वायर दोज द एसिलेसन अफ अल्फा पार्टिकल इज 5.77 इन्टु 10⁻13 मिटर पर सेकेन्ड स्क्वायर ठ्याक्कै हेर्न सक्नुहुन्छ यसरी है यति हो क्वेशन चाहिँ 2 मार्क्समा सोधेको छ के थाहा पाउनु पर्दैन अल्फा पार्टिकल भनेको कुरो बुझ्नु पर्छ हैन F इक्वल टु ma हेर्नु न कति सजिलो न्युमेरिकल 3 नम्बरको गरिम 4 नम्बर हेरौँ अ हरिजोन्टल स्ट्रेच वायर अफ मास 0.22 ग्राम एन्ड लेन्थ 10 cm इज प्लेस्ड परपेंडिकुलर टु अ यूनिफॉर्म हरिजोन्टल मैग्नेटिक फील्ड अफ फ्लक्स डेन्सिटी 0.6 टेस्ला if the resistance per unit length of the wire is 3.8 ohm per meter resistance per unit length छ हामीलाई चाहिन्छ रेजिस्टेन्स चाहिए बेलामा रेजिस्टेन्स पर युनिट लेन्थ भएपछि हामीले के गर्छौं इन्टु लेन्थ गर्छौं आइहाल्छ इन्टु लेन्थ गरेपछि मिटर क्यान्सल हुन्छ हैन तलको मिटर माथिको रेजिस्टेन्स मात्रै बच्छ यो कुरा सिम्पल कमन सेन्स पनि लगाउन सकिन्छ क्याल्कुलेट द पोटेन्शियल डिफरेन्स दैट हैज टु बी एप्लाइड बिट्विन द एन्ड्स अफ द वायर टु मेक इट जस्ट सपोर्टिङ भनेको कुनै पनि फोर्स नलगाइकिन अड्डिने भन्न खोजेको हो के फोर्सलाई चाहिँ केले ब्यालेन्स गर्छ त ग्राभिटीले गर्छ F इक्वल टु mg हुन्छ भन्न खोजेको है त्यति कुरा बुझ्नु होला अब यसको गिवन लेखेर सल्भ गरौँ 3 नम्बरको क्वेशन रहेछ हामीले के दिएको छ त भन्दाखेरि मास दिएको छ हैन मास अफ अ वायर m इक्वल टु 0.12 ग्रामलाई केजीमा चेन्ज गर्ने बेलामा डिभाइड बाइ 1000 गर्नु पर्छ त्यही गर्नु होला यो आउँछ लेन्थ अफ अ वायर l इक्वल टु 10 cm मिटरमा चेन्ज गरौँ 0.1 मिटर भयो डिभाइड बाइ 100 गर्ने एंगल चाहिँ 90 डिग्री छ म्याग्नेटिक फ्लक्स डेन्सिटी यो छ रेजिस्टेन्स पर युनिट लेन्थ भनेको r बाइ l लेखे पनि हुन्छ अथवा r ड्याश लेख्दिनु हुन्छ 3.88 ओम पर मिटर भयो हैन यो पर मिटर हो है पोटेन्शियल डिफरेन्स v इक्वल टु वाट भनेर सोध्यो वी हैव द फोर्स एक्सपिरियन्स F इक्वल टु के हुन्छ BIL sin θ हुन्छ त्यो कुरा थाहा पाइसकेपछि अल्सो वी नो म्याग्नेटिक फोर्स अफ सेल्फ सपोर्टिङ वायर F इक्वल टु के हुन्छ त mg हुन्छ यो म्याग्नेटिक फोर्सलाई केले ब्यालेन्स गर्छ भनेपछि mg ले ब्यालेन्स गर्छ के यदि सेल्फ सपोर्टिङ वायर भयो भने हैन भनेपछि F को ठाउँमा के लेख्ने mg इक्वल टु BIL sin θ अब I भनेको हामीलाई के निकाल्नु छ त हामीलाई निकाल्नु छ भोल्टेज भनेको IR हुन्छ रेजिस्टेन्स दिएको छ हामीलाई रेजिस्टेन्स पर लेन्थ दिएको छ त्योबाट रेजिस्टेन्स निकाल्छौं अब हामीलाई के चाहियो I को लागि यहाँबाट I लेखौं I इक्वल टु mg बाइ BL sin θ हुन्छ अनि m को भ्यालु g को भ्यालु राखौं b को भ्यालु l को भ्यालु sin θ को अब sin 90 भइहाल्यो यो भने sin 90 भने 1 हुन्छ यो हिसाब किताब गर्दाखेरि 0.0196 एम्पियर आउँछ करेन्ट रेजिस्टेन्स r इक्वल टु अब यो रेजिस्टेन्स पर लेन्थलाई इन्टु लेन्थ गरेपछि के आउँछ उ आउँछ लेन्थ चाहिँ त्यहाँ 10 cm दिएको छ त्यो भने 0.1 मिटर भयो यो गर्दाखेरि 0.88 रहेछ रेजिस्टेन्स अब एप्लाइड भोल्टेज v इक्वल टु IR भयो यो फर्मुला जुन सर्किटमा पनि v इक्वल टु IR हुन्छ यसलाई ओम्स ल भन्छन् अनि योबाट के निकाल्न सकिन्छ भोल्टेज निकाल्न सकिन्छ यसरी है अब नेक्स्ट क्वेशन हेरौं क्वेशन नम्बर 6 मा Figure shows the rectangular metal frame ABCD placed a uniform magnetic field of flux density 4.5 into 10 to the power -3 Tesla. यति म्याग्नेटिक फिल्ड भागोमा एउटा वायर राखेको छ वायरमा यति करेन्ट बगेको छ 2.5 वायरको लेन्थ चाहिँ 7 cm छ चौडाइ चाहिँ 4 cm छ हैन क्याल्कुलेट द फोर्स एक्सपिरियन्स बाइ साइड AB भनेको छ AB ले कति फोर्स एक्सपिरियन्स गर्यो भनेर सोधेको छ कति सजिलो AB को लेन्थ 7 cm छ F इक्वल टु के हुन्छ BIL sin θ हुन्छ हैन B पनि छ I पनि छ L पनि छ sin θ भनेको अब यो कसरी राखेको छ त परपेंडिकुलरली राखेको छ ठाडरी भनेपछि sin θ इक्वल टु 90 हुन्छ कति सजिलो निकालिहाल्छौं हामीले
अब वाइ बिसी डज नट एक्सपिरियन्स द फोर्स भनेर सोधेको छ, बिसीले किन एक्सपिरियन्स गर्दैन फोर्स भनेर सोधेको छ। अब कति सजिलो, बिसीमा चाहिँ प्यारलल छ, प्यारलल भएपछि 0 डिग्री हुन्छ भनेपछि एफ इक्वल टु आइबिएल साइन 0 भने 0 आउँछ, त्यही भएर एक्सपिरियन्स गर्दैन लेख्छौँ हैन। यति हो क्वेसन। अब हेरौँ है सोलुसन के रहेछ। सोलुसन त मैले भनिदिइसकेँ हजुरहरूलाई। सिक्स नम्बरको क्वेसन हामीले 5 नम्बरको क्वेसन नहेरिकन 6 नम्बरको गरेछौँ है। 5 नम्बरको क्वेसन हेरौँ। अ स्ट्याच कन्डक्टर अफ लेन्थ 5 cm क्यारिज अ करेन्ट 1.5 एम्पियर when the conductor is placed in a uniform magnetic field of 0.2 Tesla, it experiences a magnetic force of 4.5 into 10 to the power minus 3 Newton. Find the angle made by a conductor which the magnetic field is there any portion of the conductor in the field so that it experiences no force भनेको छ। यो नो फोर्स एक्सपिरियन्स गर्नको लागि हैन, यहाँ चाहिँ कति एंगल हुन्छ भनेर सोधेको छ। अनि यो लास्टमा अर्को क्वेसन थपेको छ, फाइन्ड द एंगल। यो एंगल चाहिँ यो कुराबाट हैन, यति करेन्ट बगेको छ, यो म्याग्नेटिक फिल्ड छ, फोर्स एक्सपिरियन्स छ भनेपछि एंगल कति थीटा त निकालिहाल्छौँ, एफ इक्वल टु आइबिएल साइन थीटाबाट हैन, सजिलो हुन्छ थीटाको भ्यालु निकाल्न। अरु के भनेको छ भने चाहिँ फाइन्ड द एंगल मेड बाइ, यो ठीक छ हैन। अर्को इज देयर एनी पोजिसन अफ द कन्डक्टर इन द magnetic field in the field where is no force experienced by the conductor, हुन्छ नि किन नहोस्। यदि त्यो प्यारल राखेको छ भने चाहिँ त्यहाँ फोर्स के हुन्छ त 0 हुन्छ, त्यही लेख्ने है। कुन ठाउँमा प्यारल राखेको छ भने त्यो ठाउँमा भनेर लेख्ने। 5 नम्बरको क्वेसन छ, गिवन लेन्थ अफ अ कन्डक्टर एल इक्वल टु 5 cm, 5 cm लाई मिटरमा लाग्दा 0.05 मिटर भयो। करेन्ट आई इक्वल टु 1.5 एम्पियर, magnetic field this 0.2 Tesla, magnetic force F is equal to 4.5 into 10 to the power minus 3 Newton, angle made by theta भनेको कति हुन्छ भने F is equal to IBL sin theta। अब F को भ्यालु राखौँ, I को भ्यालु राखौँ, B को भ्यालु राखौँ, L को भ्यालु राखौँ, sin theta is equal to यसलाई सबले sin theta को भ्यालु अब यो सबैलाई यसले डिभाइड गर्दाखेरि कति आउँछ 0.3 आउँछ, थीटा भने sin इन्भर्स 0.3 गर्दा 17.49 आउँछ। अनि द फोर्स एक्सपिरियन्स बाइ द कन्डक्टर इज 0 when it placed parallel or anti parallel to the magnetic field, that is it as के हुन्छ त प्यारलल र एन्टी प्यारललमा राखेपछि थीटा इक्वल टु 0 र 180 आउँछ, त्यो बेलामा sin थीटा इक्वल टु 0 हुन्छ, त्यो गरेपछि f इक्वल टु 0 आउँछ। अनि यसले के गर्छ त फोर्स एक्सपिरियन्स गर्दैन, त्यही लेख्ने हो। प्यारलल अथवा एन्टी प्यारललमा राख्यौँ भने चाहिँ के हुन्छ त फोर्स एक्सपिरियन्स गर्दैन भनेर लेख्ने। नेक्स्ट क्वेसन छ, यसको मैले हजुर व्याख्या गरिसकेँ, अब पज गरेर अगाडि सारेर हेर्न सक्नुहुन्छ। सिम्पल छ, यो म्याग्नेटिक फिल्ड दिएको छ, 2.5 एम्पियर करेन्ट बगिरहेको छ यो वायरमा, वायरको यतातिरको भाग चाहिँ 7 cm को छ, यता चाहिँ 4 cm को छ। फोर्स एक्सपिरियन्स बाइ साइड एबी भनेपछि एबी को लेन्थ कति छ त्यसलाई मिटरमा चेन्ज गरौँ, अनि फेरि अनि निकालिहालौँ। फोर्स एक्सपिरियन्स एफ इक्वल टु आइबिएल साइन थीटा हुन्छ। आई भनेको 2.5 छ, अनि बी भनेको म्याग्नेटिक फिल्ड यहाँ दिएको छ, सुरुमा दिएको छ गिभन हैन 4.5 into 10 to the power minus 3 टेस्ला। अनि एल भनेको 7 लाई के गर्ने त 7 लाई मिटरमा चेन्ज गर्दा 0.07। अनि यहाँबाट यी सबै कुराहरू राखेपछि sin 90 राखेपछि ठ्याक्क फोर्स आउँछ। सेकेन्डमा के भन्यो भनेपछि बीसी डज नट एक्सपिरियन्स फोर्स किन भनेर एक्सप्लेन गर भनेको छ। अनि यसो लेख्छौँ हामीले अगेन डबल आईमा फोर्स एक्सपिरियन्स बाइ बीसी इज इक्वल टु एफ इज इक्वल टु आइबिएल साइन थीटा हुन्छ। अनि वेयर साइन थीटा भनेको के हुन्छ त थीटा भनेको 0 हुन्छ, किनकि यो बीसी चाहिँ प्यारलल छ। बी चाहिँ के छ त यो म्याग्नेटिक फिल्डहरु यता छन्, म्याग्नेटिक फिल्डको डाइरेक्सनसँग प्यारलल छ। के लेखौँ भने चाहिँ हेन्स साइड बीसी डज नट एक्सपिरियन्स, अब यो 0 फोर्स आएको देखाइदिउँ, त्यसपछि हेन्स साइड बीसी डज नट एक्सपिरियन्स फोर्स बिकज इट हैज प्यारलल अल एन्टी प्यारलल, हैन इट इज प्यारलल, सिधै प्यारलल मात्रै लेख्ने हुन्छ, प्यारलल टु द डाइरेक्सन अफ म्याग्नेटिक फिल्ड भनेर लेख्ने, यति लेखे भइहाल्छ है। द्याट इज करेन्ट थ्रो बीसी इज प्यारलल टु द म्याग्नेटिक फिल्ड। यो करेन्ट जुन भइरहेछ नि यो करेन्ट चाहिँ के छ एन्टी प्यारलल रहेछ है वास्तवमा, यहाँ प्यारलल एन्टी प्यारलल जे लेखे पनि हुन्छ। करेन्ट थ्रो बीसी चाहिँ के छ यो म्याग्नेटिक फिल्डको डाइरेक्सन यता छ, करेन्ट चाहिँ यता डाइरेक्सन भइरहेछ भनेपछि यो चाहिँ के हो त एन्टी प्यारलल छ, त्यही भएर 180 डिग्रीमा चाहिँ के हुन्छ त साइन 180 भने 0 भयो, त्यही भएर एफ इक्वल टु 0 एक्सपिरियन्स गर्छ। अब नेक्स्ट क्वेसन हेरौँ।
हुन्छ। यहाँनिर छ स्लाइस अफ इन्डम एन्टिमोड। सेम क्वेसन छ हेर्नुहोस् त, सुरुमा हाम्रो क्वेसन थियो नि जुन यहाँनिर है स्लाइस अफ एन्टिमोड भन्ने सेम क्वेसन यहाँनिरको क्वेसन लिएर सिधै यहाँनिर छ भनेपछि यो क्वेसन धेरै इम्पोर्टेन्ट रहेछ। 2069 मा पनि सोधेको रहेछ हैन, स्लाइस अफ एन्टिमोड भन्ने। यता पनि होला यो क्वेसन, धेरैचोटि सोधेको छ है। हेर्दै जाउँ, अरू पनि सोधे यतातिर खासै रहन्छ तर इम्पोर्टेन्ट क्वेसन रहेछ। मैले त्यही पनि लेखिरहेको छु हैन। थिकनेस दिस गिभन छ, मिटरमा चेन्ज गर्ने, करेन्ट आई छ, एमएमा छ, यसलाई एम्पियरमा चेन्ज गर्ने, टेस्लामा दिएको छ। अनि हल भोल्टेज पनि मेगा भोल्ट छ, यसलाई 10⁻³ गरेर भोल्टमा चेन्ज गर्ने। ईको भ्यालु हामीलाई थाहा छँदैछ अथवा दिन्छ, माइनसमा दिए पनि म्याग्निट्युड राख्नुपर्छ। अब हल भोल्टेज VH इक्वल टु के हुन्छ त, VH म्याक्सिमम भनेको यहाँ साइन थीटा सीटा केही हुन्न है, म्याक्सिमम भनेपछि म्याग्निट्युड मात्रै राख्ने भइहाल्छ। IB/NET भयो, n को भ्यालु निकाल्नको लागि IB/VH इन्टु E इन्टु T सबैको भ्यालु राखेपछि ठ्याक्क लाएर n इक्वल टु यति निकाल्न सकिन्छ। यो चाहिँ क्याल्कुलेसन गरेर निकाल्नु होला। द नम्बर अफ फ्री चार्ज क्यारिज पर युनिट भोल्युम चाहिँ कति भयो त, 2.14 इन्टु 10⁻22 मिटर पर मिटर क्युब भयो। अघि नै गरेको थियौँ है यो क्वेसन। त्यसपछिको क्वेसन छ क्वेसन नम्बर 8। क्वेसन नम्बर 8 पनि हेर्न सक्नुहुन्छ। अ होरिजेन्टल स्टाज वायर 5 cm लङ वेटिङ 1.2 इन्टु 10⁻1.2 ग्राम पर ग्राम इज प्लेस्ड परपेन्डिकुलर टु अ युनिफर्म होरिजेन्टल फिल्ड फ्लक्स डेन्सिटी दिस। अनि रेजिस्टेन्स भने पनि ओम पर मिटर दिएको छ हैन। के गर्ने भनेपछि वाइट पर ग्राम भनेको के हो भनेपछि वाइट पर ग्राम भनेको के हो भनेपछि वाइट त हो, तर वाइट चाहिँ योबाट कसरी निकाल्ने भन्दाखेरि यहाँनिर हेर्नुहोस्, मास पर ग्राम भनेपछि मास पर ग्राम पर लेन्थ छ है। यहाँ ग्राम पर मिटर भन्न खोजे हो, यो भने के हो, यसले भन्न खोजे के हो, ग्राम पर मिटर हो है, नजुग्नुलाई। यो पर ग्राम हैन, वाइट 1.2 ग्राम पर मिटर हो। पर मिटरमा दिएको छ भनेपछि ग्राम निकाल्नु पर्यो भने इन्टु टी इन्टु लेन्थ गर्ने मिटरमा। अब हामीले के छ कि भने L इक्वल टु दिस। अब पर युनिट लेन्थमा वेट पर युनिट लेन्थ M/L इक्वल टु त्यो दिएको छ, यसलाई केजी पर मिटरमा चेन्ज गर्ने हैन। अनि केजी पर मिटरमा चेन्ज गरेपछि यसलाई के हुन्छ त, अनि अब M/L इक्वल टु M/L इन्टु L, LL कट्छ मतलब त्यस्तै तरिकाको हुन्छ। 1.2 इन्टु 10⁻³ इन्टु L भनेको मिटरमा यो छ, यसलाई पनि त्यही भएर मिटरमा लगायौँ है, नत्र यो ग्राममा फेरि ग्राम पर मिटरमा छ। अब यो ग्रामलाई चाहिँ के गरे हामी त यहाँ केजीमा चेन्ज गरे हो, मिटर चाहिँ मिटरमै छ। अनि यसलाई मिटरमा चेन्ज गर्नु पर्यो। अनि फेरि योबाट मास आउँछ, अनि म्याग्नेटिक फिल्ड भने दिएको छ। अब रेजिस्टेन्स पनि R इक्वल टु के हुन्छ, R/L छ, पर लेन्थ छ। एउटा रेजिस्टेन्स निकाल्ने बेलामा के गर्नु पर्यो, रेजिस्टेन्स इक्वल टु R/L इन्टु L गर्नु पर्यो। R/L को भ्यालु यो छ, इन्टु L गर्दा यो आउँछ 0.19 ओम। थीटा दिएको छ। अब के निकाल्ने, सेल्फ सपोर्टिङ पनि भनेको छ, सेम अगाडिकै क्वेसन सबै, त्यही यति मात्रै मास पर युनिट लेन्थ भनेको छ। यो कुरा तपाईहरु नझुकिनुला। GM G पर M लेखेको छ, त्यो GM हैन, ग्राम पर लेन्थ हो है, ग्राम पर युनिट लेन्थ भन्न खोजे हो। यो कुरा हजुरहरूले बुझिहाल्नुहुन्छ, अघि नै मैले भनिसकेको छु। यहाँनिर यो फर्मुला लगाउने, I निकाल्ने, त्यसपछि V इक्वल टु IR गरेर त्यो गर्ने। त्यसपछि छ क्वेसन नम्बर 9। क्वेसन नम्बर 9 यहाँ छ, अ सर्कुलर कोइल अफ 100 टन्स हैज अ रेडियस अफ 10 cm एन्ड क्यारिज अ करेन्ट 5 एम्पियर। डिटरमाइन द म्याग्नेटिक फिल्ड अफ एट अ पोइन्ट इन अन द एक्सिस अफ द कोइल एट अ डिस्टेन्स अफ 5 cm फ्रम द सेन्टर अफ कोइल भनेको छ। सेम अघि नै एउटा फर्मुला लगाएपछि 3 नम्बर आउँछ। सेन्टरदेखि एक्सिससम्मको डिस्टेन्स 5 cm, रेडियस चाहिँ 10 cm, करेन्ट दिस, नम्बर अफ टर्न दिस, सबै दिएको छ हामीलाई। नम्बर अफ टर्न N इक्वल टु 100, रेडियस 10 cm, यसलाई मिटरमा चेन्ज गर्दाखेरि 0.1 मिटर भयो। करेन्ट दिस दिएको छ। अब डिस्टेन्स फ्रम सेन्टर टु एक्सिस कति छ त, 0.5 cm, यो भनेको 0.05 मिटर भयो। अब म्याग्नेटिक फिल्ड एक्सिसमा कति हुन्छ भनेर निकालेको छ, यसको भ्यालु चाहिँ थाहा पाउनुपर्छ है। 4π × 10⁻⁻7 H/m हुन्छ है।
एच पर मिटर हुन्छ। यो कुरा चाहिँ थाहा पाउनु होला। अनि हामीलाई थाहा छ एक्सिसमा फर्मुला म्यु नट एनआई आर स्क्वायर बाई 2 आर स्क्वायर प्लस एक्स स्क्वायर पावर 2/3 हो। यो चाहिँ 2/3 हो है, 2/3 होइन सरी 3/2। यही फर्मुला थाहा पाएपछि सबैको भ्यालु राखेर ठ्याक्क क्यालकुलेटरमा एकैचोटि निकाल्न सकिन्छ। क्यालकुलेटरमा यहाँनेरि गराउने अनि माथिको भ्यालु माथि नै हान्ने होइन, सबै जे छ त्यही जस्ताको तस्तै यो भ्यालुहरू हान्दै जाने। अपनमा यो भ्यालुहरू हानेपछि ठ्याक्क आउँछ है, नत्र माथिकोलाई छुट्टै तलकोलाई छुट्टै सल्भ गरेर पनि गर्न सक्नुहुन्छ। क्यालकुलेटरमा आउँछ एकैचोटि सल्भ गर्न सक्नुहुन्छ। 2.25 × 10⁻³ टेस्ला आउँछ। ए एक्सिसमा फर्मुला म्यु नट एनआई आर स्क्वायर बाई 2 आर स्क्वायर प्लस एक्स स्क्वायर होल पावर 3/2 हुन्छ भन्ने फर्मुला थाहा पाएपछि हजुरहरूले गर्न सक्नुहुन्छ। सेन्टरमा चाहिँ के हुन्छ त म्यु नट एनआई बाई 2r हुन्छ। फेरि त्यो कुरा थाहा पाउनु पर्यो। क्वेसन नम्बर 10 हेरौँ। सबै क्वेसनहरू यस्तै सजिलो छन् होइन, सामान्य फर्मुला लगाएर पनि गर्न सकिन्छ। केही फर्मुलाहरू याद गरेपछि सबै कुराहरू जानिन्छ। क्वेसन नम्बर 10 मा छ अ क्लोज ओन्ड भने घुमाउरो कोइल हैज अ रेडियस अफ 6 cm and carries a current of 2.5 ampere. How many turns must it have if the magnetic field of at that point 6 cm from the center at the coil on the axis is magnetic field चाहिँ यति देखाएर हैन। अनि म्यु नट को भ्यालु दिया छ, नम्बर अफ टर्न कति हुन्छ भनेर सोधेको छ। सेन्टर देखि एक्सिस सम्मको डिस्टेन्स दिया छ, रेडियस दिया छ भने चाहिँ हाम्रो फर्मुला के होला, बीटा इक्वल टु म्यु नट एन आई आर स्क्वायर बाई 2 आर स्क्वायर प्लस एक्स स्क्वायर होल पावर 3/2 हुन्छ। त्यही फर्मुला लगाउने, एन को भ्यालु निकाल्ने हो। एकदम सजिलो छ, एकदम सजिलो। रेडियस दिया छ 6 cm यो भयो, करेन्ट दिया छ हैन, अनि त्यो डिस्टेन्स फ्रम सेन्टर टु द पोइन्ट अन एक्सिस है, पोइन्ट अन एक्सिस अथवा एक्सिस लेख्ने हुन्छ, टु द एक्सिस लेखिदिने हुन्छ। AXIS एक्सिस हैन, 6 cm छ यो भनेको 0.06 मिटर भयो। म्याग्नेटिक फिल्ड यो छ, म्यु नट भनेको यहाँ दिया छ हैन, हामीलाई थाहा छ बीटा बी इक्वल टु के हुन्छ, म्यु नट एनआई आर स्क्वायर बाई 2 यो। अब एन को भ्यालु निकाल्नु छ, अरु सबको भ्यालु राखिदिने अथवा सिधै यहाँबाट यस्तो गर्ने हुन्छ। यहाँबाट एन इक्वल टु बी इन्टु 2 आर स्क्वायर प्लस एक्स स्क्वायर को पावर 3/2 बाई म्यु नट आई आर स्क्वायर। अब यसो गरेर बी को भ्यालु आर को भ्यालु सबको भ्यालु राखेर क्यालकुलेसन गरेर एन निकाल्न सकिन्छ। यति सजिलो छ क्वेसन। ठ्याक्क क्वेसन पढेर गिवन लेखिसक्दाखेरि एन्सर फ्याट्ट आउँछ हैन। यो चाहिँ जान्नुपर्छ एक्सिसमा के हुन्छ र सेन्टरमा म्यु नट एनआई बाई 2r, एक्सिसमा चाहिँ म्यु नट एनआई बाई 2 त छँदैछ, आर को ठाउँमा आर स्क्वायर प्लस एक्स स्क्वायर को पावर 3/2 पनि हुन्छ, माथि आर स्क्वायर पनि हुन्छ। एन इक्वल टु कति आयो त 69.17 जति आउँछ। अब नम्बर अफ टर्न चाहिँ पोइन्टमा लेख्नु कुरा भएन, त्यही भएर योभन्दा हल्का ठुलो नम्बर के हुन्छ त 70 टर्न्स भयो। यो एन्सर भयो है। त्यस्तै 11 नम्बरमा हेरौँ। 11 नम्बरमा हल्का फरक क्वेसन छ। 2 लङ प्यारलल ट्रान्समिसन लाइन्स 40 cm अपार्ट, दुईटा चाहिँ प्यारलल लाइन्स चाहिँ 40 cm अपार्ट छन् रे भनेपछि दुईटाको बीचको डिस्टेन्स कति छ, 40 cm छ। एउटामा चाहिँ करेन्ट 25 एम्पियर बगिरहेछ, अर्कोमा चाहिँ करेन्ट बगिरहेछ 75 एम्पियर हैन। फाइन्ड द लोकेसन वायर द नेट म्याग्नेटिक फिल्ड अफ दिस टु वायर इज 0 इफ दिस करेन्ट्स आर इन द सेम डाइरेक्सन। दुईटाको डाइरेक्सन सेम हुँदाखेरि एउटा कुन पोइन्टमा अथवा कुनदेखि कति डिस्टेन्स टाढा चाहिँ एउटा लोकेसन छ, त्यहाँ चाहिँ के हुन्छ त दुईटैले दिने म्याग्नेटिक फोर्स चाहिँ 0 हुन्छ, म्याग्नेटिक फिल्ड चाहिँ 0 हुन्छ भनेर सोधेको छ हैन। एउटाले दिने म्याग्नेटिक फिल्ड निकालौँ, कुनै पनि पोइन्टमा एउटाको कारणले आउने म्याग्नेटिक फिल्ड इक्वल टु 0, अर्काको पनि इक्वल टु 0 गर्दा एउटा इक्वल टु अर्को हुन्छ, 0 0 भएपछि हेरमै कसरी गर्ने। I1 भनेको 25 एम्पियर छ, I2 भनेको 50 एम्पियर छ, हामीलाई थाहा छ। एमा चाहिँ 25 एम्पियर बगिरहेछ, एमा चाहिँ 50 एम्पियर भयो। डिस्टेन्स बिट्विन दुई वायर के छ 40 cm छ, इन दुईटा बीचको डिस्टेन्स कति छ 40 छ हैन। अब लेट हामीले सपोज गरौँ
कुनै एउटा पोइन्ट त्यो पोइन्ट जहाँ चाहिँ म्याग्नेटिक फिल्ड 0 छ त्यहाँदेखि I1 करेन्ट बगिरहेको वायरसम्मको डिस्टेन्स चाहिँ x छ भनेपछि टोटल 40 हो भनेपछि अब त्यो पोइन्टदेखि I2 करेन्ट बगिरहेको वायरसम्मको डिस्टेन्स चाहिँ 40 - x भयो। अब फर्म त्यही लेख्या लेट x बी द डिस्टेन्स फ्रम point to the wire carrying current I1 अथवा 25 एम्पियर and 40 - x be the distance from the point to the wire carrying current this हैन। the magnetic field due to long starch conductor चाहिँ फर्मुला के हुन्छ त B = mu naught I by 2 pi r। अब यो कन्डक्टरले म्याग्नेटिक फिल्ड कति निकाल्छ त यो यसको कारणले कति म्याग्नेटिक फिल्ड निस्किन्छ भन्ने फर्मुला के हो mu naught I by 2 pi r हो हैन। अब B1 = के हुने भयो त mu naught, तर यो चाहिँ के हुन्छ भनेपछि यसले प्रोड्युस गर्ने म्याग्नेटिक फिल्ड चाहिँ केमा भर पर्छ भनेपछि यसको करेन्टमा भर पर्छ। यसको करेन्टले गर्दा यता म्याग्नेटिक फिल्ड निकाल्छ, जुन यसले एक्सपिरियन्स गर्छ नि म्याग्नेटिक फिल्ड हो यहाँनेर म्याग्नेटिक फिल्ड लाग्छ नि, यसको करेन्ट लाग्छ, यता करेन्टले यहाँ लाग्छ हैन। B1 = mu naught I2 by 2 pi r2 अनि बीटा 2 = के हुन्छ त mu naught I1 by 2 pi r1। यो बीटा 1 भनेको यसले एक्सपिरियन्स गर्ने, बीटा 2 भनेको यसले गर्ने। नत्र यो कुराहरु थाहा नपाए पनि हुन्छ, हजुरले फर्मुला यो मात्रै थाहा पाए पनि हुन्छ। यहाँनेर हेरौँ सिन्स एट अ पोइन्ट, त्यो पोइन्टमा चाहिँ के हुन्छ त अब म्याग्नेटिक फिल्ड 0 हुन्छ। B1 = B2 = 0। अब एउटाको कारणले हुने र अर्को कारणले हुने चाहिँ के छ त 0 हुन्छ। अब बीटा 1 मा चाहिँ हेर्न सक्नुहुन्छ बीटा 1 = I1 R1, बीटा 2 = I2 R2 है। अब R2 भनेको 40 - x छ, R1 भनेको x छ, I1 भनेको 25 छ, I2 भनेको 75 छ। अब ठ्याक्क भ्यालु राखेपछि mu naught I1 by R1 गर्दा I1 भनेको 25, R1 भनेको x छ, अनि mu 2 R2 by I2 by R2 पछितर by 40 - x। यसले यो कट्यो हैन, 25 * 25 ले 75 लाई 3 ले कट्यो गर्दाखेरि 40 - x = 3x भयो, x = 10 cm भनेपछि x को भ्यालु कति छ 10 cm। अब यहाँ चाहिँ के हुन्छ त x = 10 cm भएको ठाउँमा म्याग्नेटिक फिल्ड 0 हुन्छ भनेपछि द म्याग्नेटिक फिल्ड अफ दिस टु वायर इज the magnetic field of these two wire is 0 at the point 10 cm from the wire carrying current 25 ampere। यसको मतलब के हो भनेपछि यो वायर देखि 10 cm को डिस्टेन्समा चाहिँ के हुने रहेछ त म्याग्नेटिक फिल्ड 0 हुने रहेछ भन्ने कुरा हामीले के गर्यौं निकाल्यौं। कसरी निकाल्ने भन्ने कुरा थाहा पाउनु भयो। यसले गर्दा निस्किने म्याग्नेटिक फिल्ड यसले गर्दा निस्किने म्याग्नेटिक फिल्ड 0 हुन्छ। यसले गर्दा निस्किने फिल्ड mu naught I by 2 pi r हुन्छ। यो 1 कोले गर्दा 1 भयो, mu naught I2 by 2 pi r2 हुन्छ है। यो 1 मा 1 नै हो, 2 मा 2 नै हो है। यो कुरा यो म अगाडि चुकेछु, यो कुरा यही हो, हजुरहरुले ख्याल गर्नु होला। अर्को कुरा छ क्वेशन नम्बर 12 मा हेरौं। क्वेशन नम्बर 11 को चाहिँ हामीले भर्खर 2 long parallel transmission line भर्खर गर्यौं। क्वेशन नम्बर 12 मा छ two galvanometer which are otherwise identical। दुईटा galvanometer चाहिँ identical छन् रे are fitted in different coils। one has a coil of 50 tons and resistance 10 ohm while the other has 500 tons and resistance 600 ohm। What is the ratio of the deflection when each is connected in turns to the coil of EMF 25 volt and identical resistance is 50 ohm भनेको छ। दुईटा ग्याल्भेनोमिटर छन्, तिनलाई चाहिँ दुईवटामा चाहिँ के फरक छ त नम्बर अफ टर्न र रेजिस्टेन्स फरक छ। अनि EMF 25 र इन्टरनल रेजिस्टेन्स 50 छ भनेपछि डिफ्लेक्सन को रेशियो कति हुन्छ भनेर निकाल्न भनेको छ। गिवन लेखेर हेरौं है। यस्तो क्वेशनहरु पनि हल्का इम्पोर्टेन्ट नै हुन्छ।
हामीलाई के दिएको छ नम्बर अफ टर्न इन फर्स्ट ग्याल्भेनेटर इक्वल टु 50 अनि रेजिस्टेन्स चाहिँ त्यही हो फर्स्ट ग्याल्भेनेटरमा नम्बर अफ टर्न इन सेकेन्ड ग्याल्भेनेटरमा 500 टर्न्स R2 चाहिँ भोल्टेज जति छ EMF छ 25 भोल्ट इन्टरनल रेजिस्टेन्स R इक्वल टु 50 अब यो पनि छ रेजिस्टेन्स इन्टरनल पनि छ त्यही भएर टोटल रेजिस्टेन्स इन फर्स्ट ग्याल्भेनेटर कति हुन्छ त यसमाको रेजिस्टेन्स प्लस इन्टरनल रेजिस्टेन्स जोड्नु पर्यो गर्दाखेरि R1 प्लस सानो R इक्वल टु कति हुन्छ 10 प्लस 50 गर्दा 60 ओम चाहिँ के भयो टोटल रेजिस्टेन्स इन फर्स्ट ग्याल्भेनेटर अब टोटल करेन्ट थ्रू द फर्स्ट ग्याल्भेनेटर के हुने भयो त करेन्ट V इक्वल टु IR हुन्छ हामीलाई थाहा छ के हुन्छ V इक्वल टु IR हुन्छ I इक्वल टु के हुने भयो V बाइ R I इक्वल टु V भनेको EMF पनि हो EMF लाई E ले अथवा V ले जेले जनाइ पनि हुन्छ है भनेपछि E बाइ R भयो अब यो V को ठाउँमा E इक्वल टु IR पनि हुन्छ अनि E बाइ R टोटल भयो अनि R टोटल 1 भने फर्स्ट ग्याल्भेनेटरको टोटल रेजिस्टेन्स भने 25 बाइ 60 गर्दा यति भयो अब सिमिलरली रेजिस्टेन्स इन सेकेन्ड ग्याल्भेनेटर R2 इक्वल टु यति भयो R टोटल 2 को R2 प्लस सानो R गर्दा 650 अनि करेन्ट थ्रो सेकेन्ड ग्याल्भेनेटर त्यसै गरी निकालिहाल्छौँ E बाइ R टोटल 2 को 25 बाइ 650 गर्दाखेरि यति भयो न डिफ्लेक्सन इज गिभन बाइ डिफ्लेक्सन भने के हो त डिफ्लेक्सन भनेको त्यो जुन ग्याल्भेनेटरको यस्तो छ यो अब यो पोइन्टबाट हो यो हुन्छ हैन यसरी यो सर्छ के यता यता सर्छ यसरी सर्छ हैन यो डिफ्लेक्सन कति एंगलले हुन्छ भन्ने कुरा केमा डिपेन्ड गर्छ भनेपछि नम्बर अफ टर्न कति छ र करेन्ट कति बगिरहेछ भन्ने कुरामा डिपेन्ड गर्छ अनि डाइरेक्टली हुन्छ जब करेन्ट बढ्छ तब डिफ्लेक्सन पनि बढ्छ अब जब नम्बर अफ धेरै टर्न हुन्छ नि तब के हुन्छ भनेपछि त्यो म्याग्नेटिक फिल्ड पनि बढिया हुन्छ के नम्बर अफ टर्न बढाएपछि त्यही भएर करेन्ट पनि के गर्छ बढ्छ त्यो थीटा डाइरेक्टली प्रोपोर्शनल टु n नै हुन्छ द रेशियो अफ डिफ्लेक्सन इज θ1 बाइ θ2 इक्वल टु n1 I1 बाइ n2 I2 यो कुरा थाहा पाउनु भयो होला θ1 डाइरेक्टली प्रोपोर्शनल टु n1 I1 अनि θ1 इक्वल टु k n1 I1 गर्ने θ2 इक्वल टु k n2 I2 डिवाइडिङ गर्दा के कट्छ θ1 बाइ θ2 इक्वल टु n1 I1 बाइ n2 I2 हुन्छ प्रोपोर्शनल हट्छ भन्ने बुझ्नु 1 2 को कुरा गर्दा है 1 2 अब यो त निकाल्न सकिहाल्छ n1 हामीलाई दिएकै छ गिभनमा n1 दिएको छ n2 पनि दिएको छ I1 यहाँ लेखि निकाल्यौं I2 पनि निकाल्यौं अब यहाँ भ्यालु राखेपछि रेशियो अफ अ डिफ्लेक्सन आउँछ 13 बाइ 12 द रेशियो अफ अ डिफ्लेक्सन अफ टु ग्याल्भेनेटर इज 13 बाइ 12 अब क्वेशन नम्बर 13 हेरौं क्वेशन नम्बर 13 मा छ a flat silver strip of width 1.5 cm and thickness 1.5 mm carries a current of 150 ampere. The magnetic field of 2 Tesla is applied perpendicular to the flat face of a strip. The EMF developed across the width of the strip is measured to be this हैन यो म्यू भएपछि म्यू v भएपछि 10 to the power -6 भोल्ट हुन्छ है 17.9 into 10 to the power -6 volt. Calculate the free electron density in silver भनेको छ free electron density कति हुन्छ भनेर सोचिसक्दा हामीलाई थाहा छ Vh इक्वल टु Ib बाइ NET हुन्छ फर्मुला त्यही निकाल्ने हो n निकाल्नु छ Vh दिया छ अब कुन लेन्थमा हो भन्ने कुरा वाइडमा भनेको छ त्यही भएर लेन्थ राख्ने Ib बाइ NET हुन्छ नि त्यहाँनेर यो लेन्थमा चाहिँ के राख्नु त L इक्वल टु चाहिँ 1.5 राख्नु पर्छ है अनि थिकनेस छ IB बाइ NET T पनि छ I पनि छ E पनि छ E भने यो भइहाल्यो भोल्टेज अनि B पनि छ हैन सबै गरेर के निकालिन्छ n निकालिन्छ सजिलो छ एकदम क्वेशन यो 1.5 cm वाइड भएको भन्ने कुरा यो चाहिँ हुँदैन हामीलाई थाहा छ Vh इक्वल टु IB बाइ NET n इक्वल टु के हुन्छ त Vh इन्टु E इन्टु T बाइ IB हुन्छ योबाट चाहिँ निकाल्न सकिन्छ 13 नम्बरको क्वेशनको आन्सर यसरी चाहिँ निकाल्न सकिन्छ यहाँनेर फ्री इलेक्ट्रोन डेन्सिटी इन द सिल्भर भने इलेक्ट्रोन डेन्सिटी भने पर युनिट भोल्युम भने है इलेक्ट्रोन डेन्सिटी भनेको पर युनिट भोल्युम निकाल्न भने हो नम्बर अफ फ्री इलेक्ट्रोन पर युनिट भोल्युम निकाल्नु नै भने हो यो क्वेशन हामीले दुई चोटी अगाडि गरिसक्यौं तीन चोटी गरिसक्यौं बहुत इम्पोर्टेन्ट क्वेशन छ यस्तो खालको क्वेशनहरु बहुत इम्पोर्टेन्ट छ क्वेशन बुझ्नी हैन गिवन लेख्ने र फर्मुला लगाउन जानेपछि आन्सर आइहाल्छ
VH इक्वल टू IB by NET। क्वेसन नम्बर 14 हेरौँ। अ सिल्भर वायर हैज दिस फ्री इलेक्ट्रोन। यो पनि सेम क्वेसन हो। 1 × 10⁻13 फ्री इलेक्ट्रोन n इक्वल टू दिया छ। क्रस सेक्सन एरिया A इक्वल टू 2 mm स्क्वायर। यसलाई मिटर स्क्वायरमा लगाउनलाई के गर्नु पर्यो? mm ले मिटरमा 10⁻³ को होल स्क्वायर गर्नु पर्यो। यहाँ स्क्वायर छ नि, त्यही भएर 2 × 10⁻³ को होल स्क्वायर गर्दा 2 × 10⁻6 हुन्छ। A इक्वल टू है। अनि करेन्ट चाहिँ 5 एम्पियर छ। क्यालकुलेट द फोर्स एक्टिङ अन द इच इलेक्ट्रोन वायर इज नाउ प्लेस द म्याग्नेटिक फिल्ड अफ फ्लक्स डेन्सिटी 0.3 विच इज परपेन्डिकुलर टु द वायर। क्यालकुलेट द फोर्स F इक्वल टू कति हुन्छ भनेर सोधेको छ। यसलाई गिभन लेखेर सल्भ गरौँ। हामीलाई थाहा छ गिभन के छ, n इक्वल टू 1 × 10⁻30 पर मिटर क्यूब हैन। क्रस सेक्सनल एरिया A इक्वल टू 2 mm स्क्वायर इक्वल टू 2 × 10⁻6 हुन्छ। अघि नै भनिहालेँ कसरी हुन्छ भनेर। करेन्ट यति भयो हैन। म्याग्नेटिक फ्लक्स B इक्वल टू यति। फोर्स एक्सपिरियन्स कति हुन्छ भनेर सोधेछ। हामीलाई थाहा छ फोर्स एक्टिङ अन इलेक्ट्रोन के हुन्छ, F इक्वल टू वास्तवमा फर्मुला के हो, BQB हो। यो भनेको पार्टिकलको चार्ज, यो भनेको पार्टिकलको भेलोसिटी, यो भने पार्टिकलमा भएको त्यो जुन म्याग्नेटिक फिल्डमा पार्टिकल छ, कुन म्याग्नेटिक फिल्डमा कति म्याग्नेटिक फिल्डमा पार्टिकल छ भन्ने कुरा। यहाँ त इलेक्ट्रोनको कुरा गरेको छ। के गरेको छ यहाँ क्वेसनमा भनेको छ इलेक्ट्रोन सिल्भर वायर हैज 1 × 10⁻30 इलेक्ट्रोन फ्री इलेक्ट्रोन भनेको छ। यहाँ त फ्री इलेक्ट्रोन गर्ने हो हैन, म गर्ने हो भनेपछि इलेक्ट्रोनको भेलोसिटी चाहिँ कति हुन्छ त, जहिले सेम हुन्छ। अब इलेक्ट्रोनको ड्रिफ्ट भेलोसिटी कति हुन्छ त्यो कुरा निकाल्छौँ हामीले छुट्टै हैन। इलेक्ट्रोन के हो थाहा छ हामीलाई 1.6 × यो हामीलाई दिएकै छ। अब ड्रिफ्ट भेलोसिटी निकाल्नको लागि यो अरू युज हुन्छ। अब ड्रिफ्ट भेलोसिटी VD इक्वल टू के हुन्छ त भनेपछि I/NAE हुन्छ। यो फर्मुला जान्नु होला है। I इक्वल टू भेना भन्ने फर्मुला हुन्छ है। I इक्वल टू के हुन्छ, VENA हुन्छ। V मा चाहिँ D हुन्छ। यो कुरा बुझ्नुला। ड्रिफ्ट भेलोसिटी कसरी निकाल्ने, I इक्वल टू भेना। I इक्वल टू भेना भन्ने फर्मुलाबाट ड्रिफ्ट भेलोसिटी निकाल्ने। VD इक्वल टू I/ENA हुन्छ। अब योबाट ठ्याक्क भ्यालु लगेर सिधै यहाँ राखौँ सजिलो हुन्छ हैन। अब F इक्वल टू के भयो, E × VD को भ्यालु I/NET × B भयो। यो कट्यो, सजिलो हुन्छ क्या यसरी हिसाब गर्न। IB/NA भयो। अब F इक्वल टू ठ्याक्क अब भ्यालु राख्ने, I को भ्यालु 5, B को भ्यालु 0.15, N को भ्यालु 30, A को भ्यालु 30 गरेर 3.75 × 10⁻²/5 न्युटन फोर्स आयो। द फोर्स एक्टिङ अन इलेक्ट्रोन इज दिस भनेर एन्सर आयो है। अब यति गरेपछि हजुरहरूलाई लगभग सबै क्वेसनहरूको गर्न सक्ने क्षमता चाहिँ विकास भयो, त्यति कन्सेप्ट चाहिँ आयो। अब फोर्स स्टार्च वायर 5 cm अलङ द वाइड, यति सेम क्वेसन अगाडि। अब पर ग्राम पर मिटर छ इन्टु लेन्थ गरेपछि यो ग्राममा आउँछ, मास आउँछ। अब यहाँ रेजिस्टेन्स 3.8 ओम पर मिटर छ। यहाँ फेरि यसको 5 cm छ नि, यसको कति हुन्छ मिटरमा लाग्दा 0.05 हुन्छ। यसले गुणन गरेपछि रेजिस्टेन्स आउँछ, 0.05 ले यसलाई गुणन गरेपछि मास आउँछ। अब B दिएको छ, अब फर्मुला लगाएपछि यता फट्टै आइहाल्छ। PD निकाल्ने भन्छ, V इक्वल टू IR हुन्छ। I निकाल्ने योबाट, R हामीलाई दिएकै छ हैन। I निकाल्नको लागि फर्मुला लगाउने अनि ठ्याक्क आइहाल्छ। यो कुरा धेरै सजिलो भयो, अगाडि पनि गराएको छौँ यस्तै क्वेसन। अर्को छ 16 नम्बरमा, अ वायर होरिजेन्टल रड अफ द लेन्थ दिस हैन 20 cm एन्ड मास 30 ग्राम इज प्लेस्ड इन ए यूनिफर्म होरिजेन्टल फ्लक्स परपेन्डिकुलर टु द रड इफ द करेन्ट अफ 2 एम्पियर थ्रोज द मेक्स किप इट्सेल्फ सपोर्टिङ इन द म्याग्नेटिक फिल्ड। क्यालकुलेट द म्याग्नेटिक फिल्ड भनेको छ। अब सजिलो, F इक्वल टू IBL sin थीटा हो। अब F भनेको MA लगाउने। अब किप सपोर्टिङ सेल्फ सपोर्टिङ भनेपछि MG हुन्छ। G को भ्यालु थाहा छ, M को भ्यालु यहाँ छ, I को भ्यालु छ। अब B को भ्यालु निकाल्ने हो, L पनि छ। कति सजिलो, केही गर्नै पर्दैन। 17 को हेरौँ, अ कोइल कन्सिस्टिङ 100 सर्कुलर लुप्स विथ रेडियस 60 cm हैन।
अनि क्यारेज अ करेन्ट दिस 5 एम्पियर फाइन्ड द म्याग्नेटिक फिल्ड अन एट अ पोइन्ट अलङ द एक्सिस अफ द कोइल भनेको छ। अब ओसिसिएम चाहिँ फ्रम द सेन्टर छ अरे, एक्स इक्वल टु यति अनि आर इक्वल टु 60 सिएम, यसलाई मिटरमा लग्ने यसलाई पनि मिटरमा, फर्मुला लगाउने त्यही म्यु नट आई एनआई आर स्क्वायर बाई 2 कोस्ट आर स्क्वायर प्लस एक्स स्क्वायरको पावर 3/2 अगाडि गरिसकेका छौँ। अब यिनी क्वेसनहरू हजुरहरूले गर्न सक्नुहुन्छ, सब क्वेसन सेम छन्, धेरै इम्पोर्टेन्ट छन्। यहाँ रिपिटेड भएको क्वेसनलाई चाहिँ बढी फोकस गरेर गर्नु होला है त। यिनी क्वेसनहरू सबै सेम छन्। एउटा डिफरेन्स क्वेसन चाहिँ मैले भेटाएको यहाँनिर छ है, 26 नम्बर क्वेसनमा एन इलेक्ट्रोन अफ kinetic energy 10 electron volt is moving in a circular orbit of radius 11 cm in a plane at right angle to the uniform magnetic field. Determine the value of the flux density भनेर सोधेको छ। मास अफ इलेक्ट्रोन दिएको छ अनि E को भ्यालु पनि दिएको छ। मास अफ इलेक्ट्रोन त थाहा पाउनुपर्छ हजुरहरूले, 9.1 × 10⁻³ kg हुन्छ अनि E को भ्यालु त 1.6 × 10⁻19 कोलम भइहाल्यो हैन। यो भने चार्ज हो, त्यही भएर यसलाई गिवन लेखेर सल्भ गरौँ, सजिलो छ नि त। डिटरमाइन द भ्यालु अफ फ्लक्स डेन्सिटी बीटा बी सोधेको छ हैन, हामीलाई रेडियस दिएको छ अनि राइट एंगल पनि भनेको छ। अब हाम्रो फर्मुला छ त्यो बी इक्वल टु के हुन्छ, बी क्यूबी साइन थीटा। यहाँ बी निकाल्नु पर्छ काइनेटिक एनर्जीबाट। अब हामीले दिएको गिवन कुरा हेर्यौं भनेपछि के छ भनेपछि काइनेटिक एनर्जी अफ इलेक्ट्रोन के इक्वल टु 10 इलेक्ट्रोन भोल्ट। यसलाई जुलमा चेन्ज गरौँ, जुलमा चेन्ज गर्दाखेरि 10 इन्टु यो ई को भ्यालु राखेपछि जुलमा चेन्ज हुन्छ है। ई को भ्यालु कति हुन्छ त 1.602 इन्टु 10⁻19 गरेपछि के हुन्छ, यो जुलमा चेन्ज हुन्छ। रेडियस अफ द सर्कुलर कोइल हामीले दिएको छ 11 सिएम भनेको 0.11 मिटर भयो, 100 ले डिभाइड गर्ने, परपेन्डिकुलर भनेको छ त्यही भएर थीटा इक्वल 90। फ्लक्स डेन्सिटी सोधेको छ, मास अफ इलेक्ट्रोन हामीलाई के छ त दिएकै छ। अब सिम्पल कुरा के हो भनेपछि हामीले थाहा पाउनुपर्ने सर्कुलर कोइल, यो चाहिँ इलेक्ट्रोन चाहिँ कहाँ घुमिरहेछ रे भन्दाखेरि सर्कुलर कोइलमा घुमिरहेछ भनेको छ। भनेपछि यो सर्कुलर जुन फोर्स थियो नि, यो सर्कुलर यसलाई भन्छन् के भन्छन् भनेपछि सेन्टिपिटल फोर्स लाग्ने भयो नि त इलेक्ट्रोनमा। हो त्यो सेन्टिपिटल फोर्सलाई चाहिँ केले ब्यालेन्स गर्छ भनेपछि म्याग्नेटिक फोर्सले। यहाँ लागेको म्याग्नेटिक फोर्सले केलाई ब्यालेन्स गर्छ त सेन्टिपिटल फोर्सलाई चाहिँ के गर्छ ब्यालेन्स गर्छ। सेन्टिपिटल फोर्स भनेको mv²/r हो। अब यो भनेको यो फोर्स म्याग्नेटिक फोर्स भनेको bqb भयो, bqb sin थीटा। कति सजिलो। अब हामीलाई fc = fm हुन्छ, यसले ब्यालेन्स गर्छ भनेर लेख्ने, किनकि त्यो इलेक्ट्रोन चाहिँ सर्कुलर उमा कोइलमा अथवा सर्कुलर अर्बिटमा अथवा कोइलमा घुमिरहेछ भन्ने कुरा गरेछ हैन। कोइलमा घुम्नु भनेको अर्बिट जस्तै हो। अब mv²/r = bqb भयो यो, अनि फेरि यहाँनेर vv क्यान्सल भयो, mv/r = bq, mv/r = bq भन्ने हामीसँग आयो। के आयो त mv/r = bq। अब हामीले b निकाल्नु परेछ। अब यो q तल आएपछि आउँछ। अब हामीसँग m पनि छ, q पनि छ, r पनि छ, के चाहियो त अब हामीलाई v चाहियो हैन। अब यहाँ चाहिँ इलेक्ट्रोन घुम्ने भन्ने कुरो छ, त्यही भएर q को ठाउँमा e हुन्छ। यो कुरा ख्याल गर्नु होला, किनकि इलेक्ट्रोनको चार्ज के हुन्छ त e हुन्छ। भनेपछि e को भ्यालु थाहा छँदैछ, रेडियस छ, मास पनि छ, भेलोसिटी थाहा भएपछि b निकाल्छौँ। भेलोसिटी चाहिँ कसरी निकाल्ने भनेपछि हामीले देखा काइनेटिक एनर्जी अफ इलेक्ट्रोन। हामीलाई थाहा छ काइनेटिक एनर्जी 1/mv², m को भ्यालु दिएको छ, काइनेटिक एनर्जी दिएको छ, यहाँबाट b आइहाल्छ, √ke * 2/m गरिम भने आइहाल्छ। यो सजिलो छ, आए क्याल्कुलेसन गर्नु होला। b को भ्यालु 1.877 × 10⁻6 हुन्छ अनि b को भ्यालु अब यहाँ जाने फेरि vv क्यान्सल भएपछि b = के हुन्छ mv/rq। q भनेको के हो त e हुन्छ। यहाँनेरै लेखे पनि हुन्छ, हजुरहरूले इलेक्ट्रोनको कुरा गरिसक्दा e लेखे पनि हुन्छ, अथवा तपाईहरुलाई थाहा छ अब इलेक्ट्रोनको चाहिँ q = e हुन्छ, त्यही भएर सिधै e को भ्यालु लेख्ने, अरु कुरा केही नगरे पनि केही फरक पर्दैन है। 9.7 × 10⁻5 टेस्ला भन्ने कुरा आयो। यसरी हजुरहरूले म्याग्नेटिक फिल्डको सबै क्वेसनहरु गर्न सक्नुहुन्छ। एउटा क्वेसन ढुक्क आउँछ एक्जाममा हैन। हेर्नुस् यहाँ
जति सालमा सोधेको छ 2081 सालमा 81 सालमा सोधेको छ 81 मा 80 मा अनि फेरि हेर्नु 80 मा यत्रो धेरै क्वेसन 79 मा अनि 78 मा सबमा सोधेको छ है अनि धेरै जस्तो क्वेसनहरु रिपिटेड छन् तपाईले 80 र 79 सम्मको क्वेसन गरिदिएको छु मैले यहाँनेर सम्मको यिनी क्वेसनहरु सबै गर्नु भयो भने चाहिँ सबको कन्सेप्ट आउँछ सबैको कन्सेप्ट आउँछ यो अ स्लाइस अफ एन्टिनोड भन्ने यो क्वेसन बहुत इम्पोर्टेन्ट आइगरेको छ अनि यो स्टार्च कन्डक्टरको सिम्पल छ कुराहरु हजुरहरुले यो फर्मुला र यो फर्मुला अनि फेरि यो फर्मुला र यो फर्मुला अनि VH को फर्मुला यो 5 वटा फर्मुला पढ्नु भयो भने चाहिँ यो पाठबाट ढुक्क 3 नम्बर आउँछ ल हस् त धन्यवाद आजको क्लास यो सेसनमा चाहिँ हामीले यति गर्छौं नेक्स्ट सेसनमा चाहिँ हामीले म्याग्नेटिक प्रपर्टिज अफ अ मटेरियल र त्यसपछि इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको क्वेसनको न्युमेरिकल लिएर आउँछु है म चाहिँ त्यसपछि चाहिँ अनि हामीले यसै गर्दै इलेक्ट्रिसिटी र म्याग्नेटिजमको सबै सक्छौं 20 मार्क्स सक्नु छ बुझेर पढ्नु होला न्युमेरिकलहरु गर्दाखेरि ध्यान दिनुपर्ने कुरा भनेको के हो भनेपछि क्वेसनलाई राम्रोसँग पढ्ने हैन क्वेसनलाई राम्रोसँग पढ्ने क्वेसन पढ्दाखेरि गाह्रो लाग्छ तर गिवन लेखिसकेपछि केही न केही आउँछ गिवन राम्रोसँग नछुटाइकन लेख्ने युनिटको ख्याल गर्ने युनिट सधैं चेन्ज गरेर राम्रो एकाइमा मतलब स्ट्यान्डर्ड एकाइमा राख्ने धेरै जस्तो मिटरमै गरिन्छ अथवा क्यान्सल आउट हुने टर्म छ भनेपछि सीएम मै गरे पनि भयो अनि अर्को कुरा के भनेपछि हजुरहरुलाई गिवन लेखेकै कुरा अब उमा लेखाउनु छ एन्सरमा ल्याउनु छ भने चाहिँ गिवन जुन एकाइमा छ त्यहीमा एन्सर निकाल्नु पर्ने हुन्छ जस्तै यहाँ मानौं r दिएर तपाईहरुलाई अब x अर्को डिस्टेन्स x सोधे भएपछि rcm मा छ भनेपछि डिस्टेन्स पनि केमा x पनि केमा राख्नुपर्छ लास्टमा cm मै राख्नुपर्छ सुरुमा हजुरहरुले मिटरमा गरे पनि लास्टमा cm मै राख्नुपर्छ यो कुरा बुझ्नु भएन होला त मैले भन्न खोजेको के भनेपछि कुनै पनि हामीलाई गिवन दिएको भ्यालुकै युनिट लास्टमा निकाल्नु पर्ने कुराको युनिटसँग मेल खान्छ भनेपछि यदि त्यो सीएम मा छ भने यो पनि सीएम मा यो केजी मा दिया छ भनेपछि तल निकालेको पनि केजी मै त्यस्तो राख्नु पर्छ भन्न खोजे है यो पाठबाट 12 13 14 वटा क्वेशन गर्यौं 15 16 वटा यति गरेपछि यो पाठबाट कन्सेप्ट क्लियर भयो ल ठीक छ बाइ बाइ सी यू इन नेक्स्ट भिडियो